हामी आज वैशाख 5 गते शनिबार यस प्रेक्षालयमा उपस्थित सम्पूर्ण साहित्यिक अनुरागीहरूलाई म श्री बाबु कार्कीको तर्फबाट र लोककथा समाज नेपालको तर्फबाट हार्दिक न्यानो अभिवादन गर्दछु। अभिवादन। म अब कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन गइरहेको छु। यहाँहरू पक्कै पनि शान्तसँग बस्नुहुनेछ भन्ने मेरो अपेक्षा रहेको छ। बस्नु नै हुनेछ। आज लोककथा समाज नेपाल आजभन्दा झन्डै 2 दशक अगाडिदेखि सक्रिय लोककथाका क्षेत्रमा सक्रिय संस्था लोककथा समाज नेपालको आयोजनामा आज प्रसिद्ध लोककथाकार शोभा अधिकारीज्यूको लोककथा सङ्ग्रह आमाको आँखा हिजो माता तीर्थौँसी त्यसको ठीक 1 दिन पछाडि आमाको आँखा लोकार्पण कार्यक्रममा यहाँहरू आउनुभएको छ। म पुनः स्वागत गर्दै कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउँछु। यस गरिमामय कार्यक्रमका सभाध्यक्षका लागि लोककथा समाज नेपालका अध्यक्ष मधुपर्क मासिकका सम्पादक साहित्यकार आदरणीय तुलसी हरिप्रसादज्यूलाई सभाध्यक्षको आसन लिनका लागि हार्दिक आग्रह गर्छु। यस गरिमामय कार्यक्रमका लागि प्रमुख अतिथि आसन लिनका लागि म नेपाली आधुनिक कविताका एक विशिष्ट धरोहर नेपाली नाट्य चित्रका एक अद्वितीय प्रतिभा आदरणीय आशिष मल्लज्यूलाई प्रमुख अतिथि आसन लिनका लागि आग्रह गर्छु। त्यसैगरी विशिष्ट अतिथि आसन ग्रहणका लागि नेपाली लोककथामा विशिष्ट कलम चलाउनु हुने सुप्रसिद्ध निबन्धकार नेपाली लोककथा समाज नेपालका संस्थापक अध्यक्ष एवं लोककथालाई यो स्तरसम्म ल्याइपुर्याउने संस्थालाई निकै सक्रिय संस्था आदरणीय श्रीराम श्रेष्ठ रोदनज्यूलाई विशिष्ट अतिथि आसन गर्नका लागि हार्दिक आग्रह गर्छु। त्यसैगरी यो गरिमामय कार्यक्रमका अतिथि आसन गर्नका लागि वरिष्ठ पत्रकार प्राध्यापक साहित्यकार आदरणीय पुष्पम दाहालज्यूलाई अतिथि आसन गर्नका लागि हार्दिक आग्रह गर्छु। पुष्पलाई अगाडि आइनु होला। त्यसैगरी अतिथि आसन गर्नका लागि हामी जुन प्रेक्षालयमा कार्यक्रम सञ्चालन गरिरहेको छौँ यस कलेजका सहायक क्याम्पस प्रमुख आदरणीय विमला नेपालज्यूलाई आसन गर्नका लागि हार्दिक आग्रह गर्छु। त्यसैगरी अतिथि आसन गर्नका लागि आज विमोचन हुने लोककथाका शोभा अधिकारीको कृति आमाको आँखामा समीक्षात्मक मन्तव्य राख्नुहुने सुप्रसिद्ध समालोचक कवि आजको वक्ता अनुपमा रेग्मीज्यूलाई अतिथि आसन गर्नका लागि हार्दिक आग्रह गर्छु। त्यसैगरी वक्ताका लागि सुप्रसिद्ध समीक्षक समालोचक कवि आदरणीय सुमन वर्षज्यूलाई अतिथि आसन गर्नका लागि हार्दिक आग्रह गर्छु। आज यस कृतिको लोकार्पण हुँदैछ। म लोकार्पित कृतिकार कवि समाजसेवी विविध विधामा उहाँ बाँडिनु भएको छ। एउटै व्यक्तित्व अनेक आयाम छन्। म आज चाहिँ विशेष कृतिकारको रूपमा आदरणीय शोभा अधिकारीज्यूलाई मञ्चमा अतिथि आसन गर्नलाई हार्दिक
म आज अलि अप्ठ्यारो स्थितिमा छु। म अफगानिस्तानमा जति अतिथिहरूलाई मैले आमन्त्रण गरेँ, त्यसै गरी प्रेसक्लबतिर फर्किँदाखेरि यहाँहरू आफ्ना विधामा निकै सोरान खाले स्रष्टाहरू सर्जकहरू हुनुहुन्छ। मलाई बाध्यता छ, मनको केही सीमितता छ, त्यो कारणले म धेरै अनुहारहरूलाई आफ्ना स्थानमा उत्कृष्ट योगदान पुर्याउनु भएको छ। मैले अगाडि नै बोलाउनु पर्ने त्यो किसिमको व्यक्तित्वहरू म देखिरहेको छु, तैपनि मेरा केही बाध्यताहरू छन्। म ती कुराहरूलाई मेरो बाध्यता बुझिदिनुहुनेछ भन्ने आग्रह गर्दै केही नाम लिन्छु। यहाँ जनकलाका कलाकार कवि नरेन्द्र श्रेष्ठ हुनुहुन्छ, म उहाँलाई यथास्थानमा अतिथि आसनलाई हाजिर गर्छु। त्यसै गरी प्रसिद्ध कथाकार दिप्य गिरी हुनुहुन्छ हामीसँग, म उहाँलाई पनि यथास्थानमा अतिथि आसनलाई हाजिर गर्छु। त्यसै गरी नवप्रज्ञापन पत्रिकाका सम्पादक डाक्टर नवराज रिजाल हुनुहुन्छ, म उहाँलाई पनि यथास्थानमा अतिथि आसन गर्नलाई हार्दिक आग्रह गर्छु। त्यसै गरी प्राध्यापक डाक्टर हेमचन्द्र नेपाल हुनुहुन्छ, म उहाँलाई पनि यथास्थानमा अतिथि आसन गर्नलाई हार्दिक आग्रह गर्छु। त्यसै गरी हामीसँग सुप्रसिद्ध कवि ठाकुर बलवासी हुनुहुन्छ, म उहाँलाई पनि यथास्थानमा आसन गर्नलाई हार्दिक आग्रह गर्छु। त्यसै गरी प्रसिद्ध साहित्यिक पत्रकार आदरणीय दाई जयदेव भट्टराई हुनुहुन्छ, म उहाँलाई पनि यथास्थानमा अतिथि आसन गर्नको लागि हार्दिक आग्रह गर्छु। त्यसै गरी म अग्रस्थानमै आदरणीय उत्तम कृष्ण मन्त्रीज्यूलाई देखिरहेको छु, म यहाँलाई पनि अतिथि आसन गर्नको लागि हार्दिक आग्रह गर्छु यथास्थानमा। त्यसै गरी म आदरणीय प्राध्यापक डाक्टर शैलेन्द्र प्रकाश नेपालजीलाई पनि देखिरहेको छु, उहाँलाई पनि यथास्थानमा अतिथि आसन गर्नको लागि हार्दिक आग्रह गर्छु। त्यसै गरी शारदा पत्रिकाका सम्पादक आदरणीय विमल भोटाजी पनि हुनुहुन्छ, म उहाँलाई पनि यथास्थानमा अतिथि आसन गर्नको लागि हार्दिक आग्रह गर्छु। त्यसै गरी प्रसिद्ध कवि आदरणीय जीवनाथ धमलाजी हुनुहुन्छ, म उहाँलाई पनि यथास्थानमा अतिथि आसन गर्नको लागि हार्दिक आग्रह गर्छु। त्यसै गरी सुप्रसिद्ध कवि निबन्धकार आदरणीय कलानिधि दाहाल हुनुहुन्छ, उहाँलाई पनि यथास्थानमा अतिथि आसनको लागि हार्दिक आग्रह गर्छु। त्यसै गरी हामीसँग भर्खर बाहिर प्रवासमा रहेर पनि लोककथामा महत्त्वपूर्ण योगदान दिनुहुने राजु छेत्री अप्रुप नै हामीसँग आइपुग्नु भएको छ, म उहाँलाई पनि न्यानो स्वागत र अतिथि आसनको लागि हार्दिक आग्रह गर्छु। त्यसै गरी हामीसँग प्रवासमै बसेर लोककथालाई उत्कृष्ट सेवा पुर्याउने खेमराज पोखरेलज्यू पनि हुनुहुन्छ, म उहाँलाई पनि यथास्थानमा अतिथि आसन गर्नको लागि हार्दिक आग्रह गर्छु। त्यसै गरी लोककथा केन्द्रका आदरणीय डाक्टर शेखर कुमार श्रेष्ठ हुनुहुन्छ, म उहाँलाई पनि यथास्थानमा अतिथि आसन गर्नको लागि हार्दिक आग्रह छु। मैले धेरैजना देखिरहेको छु, यद्यपि मैले नाम लिन सकिरहेको छैन, मेरो त्यो कुनै किसिमको नियत छैन। म यहाँहरू सबैलाई मेरो हृदयदेखि न्यानो स्वागत, चिसो स्वागत गर्दै यस कार्यक्रममा अतिथिका लागि आग्रह गर्छु। र म कार्यक्रमलाई धेरै लामो क्रममा लाने पूर्ण पनि छैन। हाम्रो लौककथा समाज नेपालको लगभग 1 घण्टाभित्र सक्ने कार्यक्रम हुन्छ। हामी त्यो पेरिफेरीमा सक्छौँ, त्यो धेरै लामो हुँदैन, त्यो पेरिफेरीमा हामी सक्ने कोसिस गर्छौँ, त्यो धृष्टता मेरो पनि रहनेछ। म यस गरिमामय सभालाई स्वागत मन्तव्य राखिदिनु न लौककथा समाजको अध्यक्ष सुषमा चित्रकारज्यूलाई हार्दिक आग्रह गर्छु। म अतिथिहरूलाई खाजा लगाइदिनु हुनलाई नेहा रौनियाल र मनिषा शाहलाई हार्दिक आग्रह गर्छु। त्यसै गरी आजको कृतिकारलाई माला लगाइदिनु हुन म आजका प्रमुख अतिथि आदरणीय आशिष मल्लज्यूलाई हार्दिक आग्रह गर्छु, लेखकलाई माल्यार्पण गरिदिनु हुनको लागि। अब म सानो एउटा उपाय छ, म आजको कृतिकारका जीवन साथी सुरज दाहालज्यूलाई पनि यथास्थानमा अतिथि आसन गर्नको लागि हार्दिक आग्रह गर्छु। आदरणीय सुरज दाहालज्यू मञ्चमै आउनु भन्ने किसिमको अध्यक्षज्यूको आग्रह भयो, कृपया अगाडि आइदिनु होला। म अब स्वागत मन्तव्यको लागि सुषमा चित्रकारज्यूलाई हार्दिक आग्रह गर्छु।
नमस्कार आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, आजको संसद साथै उपस्थित हुनुभएका आदरणीय सम्पूर्ण व्यक्तित्वहरूमा म पुनः एकपटक हार्दिक नमस्कार पनि गर्दछु। आज हामी सबैजना लौकथा समाज नेपालबाट आयोजित यो पुस्तक विमोचन कार्यक्रममा उपस्थित भएका छौँ र टाइटल तपाईँहरूले देखिरहनु भएका छ, हामीले पनि देखेका छौँ, आमाको आँखा। हिजो भर्खर आमाको मुख हेर्ने दिन सकियो र आज त्यही आमाको विषयलाई लिएर सम्भवतः उनकै महिमालाई समेटेर लेखिएको यो आमाको आँखा भन्ने लघुकथा आज विमोचन हुँदैछ। सम्भवतः आमाको विषयमा लेख्ने थुप्रैहरू भए, आमाको विषयमा धेरैले कविता पनि लेखे, आमाको विषयमा थुप्रै संस्मरणहरू पनि लेखिए र आमालाई सम्झेर जति लेखियो त्यो कमै हुन्छ जस्तो लाग्छ मलाई। किनभने आमा भन्ने शब्द, त्यो शब्द अनुभूति मात्र गर्न सकिन्छ, त्यसलाई शब्दमा वर्णन चाहिँ गर्न सकिँदैन। त्यसकारणले आजको स्रष्टा लेखिका जो हुनुहुन्छ शोभा अधिकारीजी, उहाँले पनि आमाको त्यो महिमालाई नै बुझेर आमाको आँखाबाट नै टक्कै यो लघुकथालाई लेख्नु भएको हुनुपर्छ। हामीले यो लघुकथा पढेपछि यस बारेमा थाहा पाउनेछौँ र यो लघुकथा विमोचन कार्यक्रममा पाल्नुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा म पुनः एकपटक हार्दिक नमस्कार स्वागत गर्दछु। हाम्रो सुमन चित्रकारको विशेषता नै यो, उहाँ लेखकका रूपमा कविता र छोटा कविता र लघुकथा नै लेख्नुहुन्छ र मन्तव्य पनि उहाँले लघु नै गर्नुहुन्छ। उहाँको लघु कथाको लागि हार्दिक आभार व्यक्त गर्छु। मैले अलिकति छुट्याएको छु, म सच्याउँदै पनि जान्छु। हामीसँग अमेरिकामा रहनुहुने आदरणीय प्रहलाद दीक्षितज्यू पनि हामीसँग आइपुग्नु भएको छ, साहित्यकार प्रहलाद दीक्षितज्यू। उहाँलाई पनि यथास्थानमा अतिथि आसनलाई हार्दिक गरेको छु। त्यसै गरी स्रष्टा समाज नेपालका संरक्षक आदरणीय साहित्यकार पवन आलोकज्यू पनि हामीसँग आएको हुनुहुन्छ। म उहाँलाई पनि यथास्थानमा अतिथि आसनलाई हार्दिक आग्रह गर्छु। त्यसै गरी म अब यो कार्यक्रमको महत्त्वपूर्ण चरणमा आइपुगेको छु। यो महत्त्वपूर्ण चरण भनेको कृति लोकार्पणको चरण हो। लेखकले धेरै लामो समयदेखि लेखिरहनु भएको हुन्छ, त्यसलाई प्रकाशनसम्म आइपुग्न निकै ठुलो कठिनाइ बेहोर्नुपर्छ। त्यो कठिनाइ पनि बेहोर्दै गर्दै अहिले मञ्चसम्म आइपुगेको छ। अब हामी त्यो पुस्तकलाई यहाँहरू सबैका अगाडि सार्वजनिकरण गर्छौँ। त्यो लेखकका लागि महत्त्वपूर्ण कुरा पनि हो। म मञ्चमा आसीन प्रमुख अतिथिदेखि सबै अतिथिज्यूहरूलाई पुस्तक लोकार्पणका लागि हार्दिक आग्रह गर्छु। यहाँहरूले उहाँको पुस्तकको घुम्ती खोली कार्यक्रम हेर्नुहुनेछ। यहाँले थप्पडी बजाएर स्वागत पनि गरिदिनुहुन्छ। हामी निकै विशिष्ट क्षणबाट भर्खरहरू गऱ्यौँ। हामीले आमाको आँखा लघुकथालाई लोकार्पण गरौँ। म सम्पूर्ण अतिथिज्यूलाई हार्दिक आभार व्यक्त गर्छु। अब
समाजमा यो पुस्तक आइसक्यो। अब समाजको प्रतिक्रिया कस्तो रहन्छ त्यसको हामी फेरि एक पाटो बाँकी लगाउने पक्षमा लागिरहेका छौँ। म यो गरिमामय कार्यक्रममा विमोचित आमाको आँखा कृतिमाथि आफ्नो समालोचकीय मन्तव्य राखिदिनुका लागि म कवि समालोचक अनपा रेग्मीज्यूलाई हार्दिक आग्रह गर्छु। नमस्कार। लोककथा समाजद्वारा आयोजित यस भव्य कार्यक्रमका तथा लोककथा समाजका अध्यक्षज्यू, मेरा आदरणीय गुरु, नेपाली नाटकका सरल नाटकका प्रवर्तक आदरणीय अशोक मल्लज्यू, निबन्धकार विशिष्ट साहित्यकार श्री ओम श्रेष्ठ रोदमज्यू, पत्रकार तथा उपन्यासकार साहित्यकार आदरणीय पुरुषोत्तम दाहालज्यू, अतिथिको रूपमा पाल्नुभएका यस क्याम्पसका सहायक क्याम्पस प्रमुख विमला नेपालज्यू, समालोचक उपन्यासकार आदरणीय सुमन वर्षाज्यू, यस कृतिका लेखक शोभा अधिकारीज्यू, मञ्चभन्दा अगाडि मञ्चाभिमुख भएर रहनुभएका थुप्रै मेरा गुरुहरू हुनुहुन्छ, मैले मान्नुपर्ने धेरै मान्यजनहरू हुनुहुन्छ, सबैप्रति मैले एकमुष्ट नमस्कार तथा अभिवादन गर्न स्वीकार्नुहोस्। भर्खरै विमोचन भयो आमाको आँखा नामक लघुकथा सङ्ग्रह। लघुकथाको आफ्नै स्वरूप छ। हुन त अङ्ग्रेजीमा कथालाई नै सर्ट स्टोरी भनेर भनिन्छ, तर सर्ट स्टोरी भन्दा पनि अब यसलाई अङ्ग्रेजीमा सर्ट स्टोरी भनेर बुझ्नुपर्छ होला। यसको आफ्नै खालको विधागत स्वरूप र ढाँचा रहेको छ। कथा छोट्याएर लघुकथा हुने होइन। लघुकथा हुनको लागि यसका आफ्नै खालका स्वरूप, आफ्नै उपकरणहरूले यो सुसज्जित हुनुपर्छ। यद्यपि कुनै पनि कृतिलाई कुन विधामा राख्ने या नराख्ने भन्ने विषयमा विधाको सम्बन्धमा निकै लामो छलफल पाइन्छ। पाश्चात्य तथा अहिले नेपाली समालोचनाका क्षेत्रमा पनि निकै लामो बहस भइरहेको छ। विधाबाट उपविधा, उपबाट प्रविधा, अनेक खालका विधाका नयाँ नयाँ स्वरूपहरू, ढाँचाहरू जन्मिँदै जान्छन्। यो चाहिँ साहित्यिक दुनियाँमा भइरहने कर्म हो र त्यसै कर्मले नै नेपाली साहित्यमा पूर्वप्रकाश ब्राह्मणदेखि लघुकथा लेख्न थालिएको भनेर यो भूमिकामा पनि उल्लेख गर्नुभएको छ। यो आमाको आँखा लघुकथा सङ्ग्रहमा अब थुप्रै लघुकथाहरू छन्। लघुकथाको स्वरूप नै लघु हुने हुनाले यसमा एक पेज बढीमा चाहिँ अझ चित्र पनि दिएको हुनाले सम्भवतः त्यो चित्र नदिएको भए एक पेजसम्मका यही किताबको साइजमा एक पेजसम्मका कथाहरू चाहिँ यसमा समेटिएका छन्। यी कथाहरूको विषयमा यहाँ भूमिका लेखकहरूले एकदमै राम्ररी चिरछाप गर्नुभएको छ। श्री ओम श्रेष्ठ रोदमले पनि यी कथाहरूलाई राजनीतिक शक्तिका आडमा हुने गरेका व्यतिथि, सांस्कृतिक विसङ्गति र विचलनमाथि व्यङ्ग्य गरिएका अत्यन्तै चोटिला लघुकथाहरू यसभित्र समावेश भएको कुरा उल्लेख गर्नुभएको छ। त्यसै अर्का लेखक आजको कार्यक्रमको अध्यक्ष तुलसी कोइरालाज्यूले लघुकथाकारले भाषिक मिठाससहित सानो आकारमा कथावस्तुको सूक्ष्म प्रस्तुति, न्यून व्याख्यान, चरित्र चित्रण, व्यङ्ग्यात्मक समर्पण सहितको मुक्तकीय झट्का दिन सक्दा लघुकथा शक्तिशाली बन्छ र त्यस्तो लघुकथाको सुदीर्घ प्रभाव रहन्छ। त्यस मामिलामा शोभा अधिकारीका यी लघुकथाहरू अत्यन्तै उत्कृष्ट रहेका छन् भनेर यहाँ लेख्नु भएको छ। तर मैले यो लघुकथा सङ्ग्रह पाएपछि आद्योपान्त पढेँ र यो पढ्दाखेरिमा उहाँहरूले लेखेका कुराहरू चाहिँ निकै गम्भीरतापूर्वक अध्ययन मनन गरेर लेख्नु भएको रहेछ भन्ने कुरा मैले थाहा पाएँ। शोभा अधिकारीको यो
पहिलो पुस्तकका कृति हुँदैन होला, पहिलो लघुकथा कृति चाहिँ पहिलो नै हो। तर कथा उहाँले निकै अगाडिदेखि नै लेख्दै आउनुभएको रहेछ र जब आफू अलिकति खारिए भन्ने उहाँलाई लाग्यो अथवा मैले अब चाहिँ कृति निकाल्दा पनि म चाहिँ यो साहित्यिक दुनियाँमा स्थापित हुन्छु भन्ने लागेपछि मात्रै उहाँले कृति प्रकाशनको जमर्को गर्नुभएको देखिन्छ। धेरै जसो हामी लेखकहरूलाई चाहिँ लेख्ने सँगसँगै प्रकाशित हुँदै जाने पनि एउटा खालको हुटुटी रहन्छ। धेरै लेख्नुभन्दा पनि एउटा आफ्नो दुनियाँमा त्यो जुनसुकै विधामा हामी हात हाल्छौँ त्यस विधागत दुनियाँ छ, त्यो विधागत दुनियाँमा त्यो कृतिको स्थान कहाँनिर हुन्छ त्यो सम्झेर त्यो पूर्वानुमान गरेर हामीले लेख्न सक्यौँ भने मात्रै कृतिहरू दीर्घकालीन दीर्घजीवी हुन सक्छन्। त्यसैले यो कुरा चाहिँ मनन गरेर नै एउटा कथाकार एउटा साहित्यकारले आफ्नो कृतिलाई प्रकाशित गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत बुझाइ छ र त्यो बुझाइ अनुसार नै मेरो आजका स्रष्टा शोभा अधिकारीज्यूले चाहिँ त्यो कुरालाई यहाँ उल्लेख गर्नुभएको छ। शोभा अधिकारीज्यू वास्तवमा आज पहिलो कृतिको रूपमा अगाडि आए पनि उहाँ एकदम लेखनको उसमा पनि त्यति नयाँ होइन र उहाँ विशेषतः भन्यो भने हामी समकालीन नै हौँ, यही पद्मकन्याका चरणमा होइन हामी चाहिँ सँगसँगै पढेका, सँगसँगै चाहिँ हाम्रो एक किसिमको विद्यार्थी सेवा अगाडि बढाएको त्यस्तो साथी पनि हुनुहुन्छ उहाँ र उहाँको एउटा राजनीतिक रूपमा समाज सेवाको रूपमा उहाँले गर्नुभएको थुप्रै अरू नै अर्कै बेग्लै विशेष पाटो छ। त्यो पाटोमा रहँदै पनि उहाँ चाहिँ जसरी यो साहित्यिक दुनियाँमा यसलाई चाहिँ मैले आफ्नो कर्मक्षेत्र बनाएर आउनुपर्छ भन्ने उहाँलाई जे लागेर आयो त्यो चाहिँ अत्यन्तै सराहनीय कुरा हो। किनभने वास्तवमा जति धेरै हामी साहित्यिक क्षेत्रमा फरक फरक क्षेत्रमा कार्यानुभव बटुलेका मानिसहरूले चाहिँ पदार्पण गर्छौँ त्यति नै साहित्यको भण्डार बलियो हुँदै जान्छ र त्यति नै नयाँ नयाँ विषयहरूले चाहिँ स्थान पाउँछन् भन्ने मलाई लाग्छ। यद्यपि साहित्यका विषयहरू त नयाँ हुँदैनन्, साहित्यका विषयहरू सार्वजनिक खालकै हुन्छन्। त्यस विषयलाई प्रस्तुतिकरणको जुन शैली छ, जुन अभ्यास छ त्यसले नै अलिकति चाहिँ राम्रो या नराम्रो भनौँ उत्कृष्टता दिलाउने कि नदिलाउने भन्ने कुरामा भर पर्ने कुरा हो। तैपनि वास्तवमा साहित्यका विषयहरू जसरी चाहिँ साहित्यका विधाहरू नयाँ नयाँ हुँदै गएका छन् त्यस्तै गरेर चाहिँ साहित्यका विषयहरूमा पनि अलिकति नयाँपन आउनुपर्छ। अलिकति फरक क्षेत्रका जस्तो अहिले राजनीतिक क्षेत्रका अथवा अरू क्षेत्रका अनुसन्धान गरेर यो मानवीय व्यवहारका विभिन्न साना साना कुराहरूलाई चाहिँ साहित्यका माध्यमबाट उजागर गर्दै गयो भने बल्ल समाजले त्यहाँबाट केही दिन सक्ने अवस्था हुन्छ। त्यसैले उहाँले जुन आफ्नो राजनीतिक करियरलाई अगाडि बढाउँदै गर्दा उहाँले साहित्यिक करियरलाई अगाडि बढाएर यसरी चाहिँ जुन आउनुभयो त्यो चाहिँ अत्यन्तै राम्रो छ। र लघुकथाको विशेषता नै के हुन्छ भने एउटा एउटा विषयको उठान हुन्छ र तुरुन्तै त्यो विषयसँग सम्बन्धित कुराको तीखो प्रहारसहितको बौछान पनि हुन्छ। त्यस्तै यो लघुकथाको स्वरूप नै त्यो किसिमको वास्तवमा घटनाको लामो व्याख्यान, उपन्यास एकदमै लामो व्याख्यान हुन्छ, उपकथाहरू हुन्छन् अथवा कथा नै पनि अलिकति कुनै घटनालाई अलिक विशेष किसिमले वर्णनात्मक तरिकाले तन्काइएको हुन्छ। तर यसमा वर्णनात्मकताको पटक्कै आग्रह नरहने कथा चाहिँ लघुकथा विधा हो। त्यसैले लघुकथाकार बडो सचेत भएर मात्रै लघुकथा लेख्नुपर्छ। किनभने छोटोमा धेरै कुरा भन्नुपर्ने, व्यङ्ग्यात्मकता पनि राख्नुपर्ने, त्यसमा अभिव्यक्तिको निखार पनि आउनुपर्ने, तार्किकता पनि हुनुपर्ने, सबै कुराले यस्तो हुनुपर्ने। तर धेरै लामो बनाउन नहुने हुँदा चाहिँ लघुकथा असाध्यै लेख्न गाह्रो, जोखिम मोल्ने विधा हो। जोखिम मोल्नुपर्ने विधामा उहाँले पहिलोचोटि हात हालेर आफू सफल पनि हुनुभएको छ। यी कथाहरू अत्यन्तै चोटिला छन्। त्यो आमाको आँखा भन्ने जुन शीर्षक कथाबाट उहाँले यो कथाको चाहिँ सङ्ग्रहको पनि नाम दिनुभएको छ। त्यो कथामा एउटी आमाले आफ्नो बच्चाको आँखा खराब भएको बेलामा आफ्नो आँखा दान गरेर आफूलाई आफू कामी बनेकी छन्, तर भोलि त्यही छोराले कामी भनेर घरबाट निकालेर पठाउँदाखेरिमा ती आमालाई होइन परेको चोटलाई त्यो आमाको आँखा कथामा चाहिँ एकदम त्यो धेरै कुराहरू अहिले मैले भने जस्तो वर्णनात्मक रूपमा आएका छैनन्। ती घटनाहरू एकदम सूक्ष्म रूपले होइन एकदमै साङ्केतिक रूपले ती घटनाहरू आएका छन्। कस्तो राम्रो चोटिलो चाहिँ उहाँको यो कथा सङ्ग्रहको विशेषता नै के हो भन्दा कथावस्तुको ठ्याक्क उठान गर्ने अनि त्यो घटनामा अलिकति प्रवेश गर्ने र अनि तुरुन्तै एउटा व्यङ्ग्यात्मक प्रहार गरेर त्यो कथालाई एन्ड गर्ने, अन्त्य गर्ने, त्यो अत्यन्तै राम्रो शैली चाहिँ उहाँले यसमा ल्याउनु भएको छ। त्यसैले यी कथाहरू अत्यन्तै उत्कृष्ट किसिमका छन् र यी कथाका विषयहरू त
विकृत छन्, राजनीतिक विकृति पनि छ, धेरै जसो पारिवारिक विकृति, जस्तो कि बुढाबुढी भएपछि घर परिवारले गर्ने भनौँ न दया भाव अथवा स्नेह भावका कुराहरू अथवा घरमा हुने खालका झगडाका कुराहरू, ती पारिवारिक कलहका कुराहरू पनि छन्। अनि त्यस्तै व्यावसायिक कुराहरू पनि छन्, अनि राजनीतिक वृत्तका विकृति पनि छन्। विभिन्न खाले हाम्रो यस समाजमा भइरहेका घटनाहरूबाट उहाँले घटनाको टिप्पणी गरेर अनि मृत्यु, शङ्का, बच्चा, मातृभूमि, फल, उपहार, व्रत, निस, साथी, सम्बन्ध, आफ्नो कमाइ, घर, भुक्तानी, पैसा, आमाको आँखा, कविता, यस्ता विभिन्न किसिमका चाहिँ लौकथाहरू यहाँ समावेश गरिरहेको छ। र उहाँले धेरै त आफ्नो जीवनकै अनुभवबाट, जस्तो कि मिस भन्ने एउटा कथा छ, पैसा, अनि त्यस्तै सम्बन्ध, होइन, त्यस्तै फल, यी चाहिँ उहाँले आफ्नै जीवनका कतिपय भोगाइहरूबाट पनि त्यो अनुभूति लिएर कथालाई चाहिँ कथाको विषय बनाउनु भएको देखिन्छ। जो व्यक्तिगत अनुभूतिलाई कथा बनाए पनि उहाँले चाहिँ त्यो विषय सार्वजनिक किसिमले लेख्न सक्नुभएको छ। र ती पढ्दाखेरिमा कुनै पनि पाठकले ती मेरै कथा हो भनेर अनुभूति गर्ने गरेर त्यसलाई चाहिँ प्रस्तुत गर्न सक्नुभएको छ। पहिलो कथा सङ्ग्रहमा पनि एकदमै राम्रो उहाँको प्रयास सफल देखिन्छ। यद्यपि यसमा चाहिँ केही कमी कमजोरीहरू नहुने भन्ने कुरा हुन्न। पहिलो सङ्ग्रहमा आउँदै गर्दा उहाँले केही कुराहरूमा चाहिँ थोरै ध्यान दिएको भए पनि हुन्थ्यो भन्ने चाहिँ मलाई एक दुई ठाउँमा भएको छ। अब जस्तै बोलीचालीमा हामी अझै धेरै आगन्तुक शब्दहरू प्रयोग गर्ने भइसकेका छौँ, होइन। अनि त्यस्तै लेख्दा पनि कम्तीमा जसको हामीले तत्सम शब्द वा तद्भव शब्द पाउँछौँ सकेसम्म आगन्तुक शब्द प्रयोग नगरिदिउँ, होइन। त्यसो गरेर भाषा पनि बिग्रिँदै जान्छ, किनभने साहित्यमा एउटा पुस्तकाकार कृतिमा आउने भाषाले धेरै कुराले अर्थ राख्छ। त्यो भाषा प्रयोग गर्दाखेरिमा हामीले अहिले यसै पनि हाम्रो भाषा बिगारिसक्यौँ। हामीले धेरै आगन्तुक शब्दहरूलाई आफ्ना बनाइसकेका छौँ, होइन। त्यसो गर्दाखेरिमा हाम्रो मूल भाषिक सौन्दर्यमा अलिकति थोरै विकृति जस्तो हुँदै जान्छ। त्यसैले भाषा मैले उहाँलाई पनि सल्लाह दिन्छु र अन्य लेखक जो लेखिरहनु भएको छ उहाँले पनि हामीले लेख्दाखेरिमा आवश्यक ठाउँमा जुन परिवेश सन्दर्भले लाग्छ त्यस्तो अवस्थामा चाहिँ आगन्तुक शब्द प्रयोग गरौँ। तर जुनको चाहिँ हामीले अर्को तत्सम शब्द प्रयोग गर्दा पनि त्यसको सौन्दर्य अझै राम्रोसँग आउँछ भने हामीले त्यो कुरालाई चाहिँ ख्याल गर्नैपर्छ भन्ने मलाई लाग्छ, होइन। अनि त्यस्तै जस्तो कतिपय कथाहरूमा चाहिँ उठान, उहाँको कथामा चाहिँ यसको सरलता नै के हो भने एकदम उठान असाध्यै राम्रोसँग घटनाक्रमलाई उठान गर्ने जुन तरिका छ त्यो चाहिँ असाध्यै राम्रो छ, होइन। अनि उठानपछि त्यसलाई विस्तार गर्ने कुरामा पनि उहाँ एकदम सफलतापूर्वक सबल किसिमले अगाडि बढ्नुभएको छ, जानुभएको छ। र कुनैको चाहिँ बैठान अलिकति कमजोर छ, किनभने जति सशक्त किसिमको उठान हुनुपर्छ लौकथामा त्यति नै सशक्त तीखो प्रहारसहितको बैठान पनि अथवा समापन पनि हुनुपर्छ, होइन। त्यो कुरामा पनि अलिकति कन्सियसनेस थोरै गर्नुभयो भने पुग्छ। तर त्यसले एकदमै फरक परेर कथाहरू कमजोर बनेका चाहिँ होइन, तर त्यो पाठकलाई चाहिँ यस्तै भइदिया भए कस्तो राम्रो हुन्थ्यो भनेर अलिकति त्यो सुनमा सुगन्ध थपिने काम चाहिँ हुन्थ्यो भन्ने मलाई लागेको मात्रै हो। तर त्यसका कारणले कथा एकदम कमजोर बनेर, होइन, त्यस्तो भएको चाहिँ होइन। त्यो पढ्दा चाहिँ पाठकलाई झन् बढी तीव्र अनुभूति हुने गरेर अनि ठ्याक्क कथा सकिन्छ र कथा सकिँदा त्यो अझै राम्रो हुन्थ्यो भनेर मैले एउटा सानो सुझाव अलिकति मात्रै प्रस्तुत गरेको हुँ। तर यी सबै कथाहरू चाहिँ असाध्यै गहिरो विचारयुक्त कथा छन्। जस्तो कविता भन्ने छ, होइन। अनि त्यहाँ गहिरो विचार प्रस्तुत गर्यो। हरेक कथाले एउटा विचार बोकेको छ, हरेक कथाले एउटा तर्क बोकेको छ, हरेक कथाले समाजको एउटा सानो घटनालाई बोकेको छ। त्यस हिसाबले यो आउनै पर्ने खालका समाजका घटनाहरू साहित्यका माध्यमबाट जुन आउनै पर्ने हुन्छन् त्यसरी चाहिँ यहाँ ल्याइएको छ। त्यस अर्थमा यी कथाहरू अत्यन्तै सफल किसिमका छन्। कथाहरू पढेपछि मात्रै थाहा हुने कुरा हो। सबैका आफ्नो अनुभूति हुन्छन्। मेरो अगाडि धेरै जसो यहाँ महानुभावहरू जति हुनुहुन्छ सबै कुनै न कुनै क्षेत्रमा साहित्यकै क्षेत्रमा कलम चलाइरहनु भएको एकदमै स्थापित व्यक्तित्वहरू हुनुहुन्छ। अनि यहाँहरू आफै यति धेरै ज्ञाता हुनुहुन्छ, मभन्दा ज्यादै निकै जान्ने ज्ञाताहरू यहाँ विशिष्ट व्यक्तित्वहरू हुनुहुन्छ। एउटा मैले भनेको एउटा कुराले, होइन, त्यो धेरै फरक पर्ला भन्ने मलाई लाग्दैन। तपाईँहरू आफू जान्ने भएको हुनाले तपाईँहरू पढेपछि यो कुरा त यस्तो रहेछ भनेर आफै पनि मनन गर्न सक्नुहुनेछ। यी राम्रा छन्। यति राम्रो चाहिँ लघुकथा सङ्ग्रह लघुकथाको यो नेपाली लघुकथाको विधामा उहाँले दिनुभएकोमा लेखकलाई एकदम धेरै बधाई तथा आगामी दिनमा अझै कलम खारिँदै जाओस्
अझै केही साना साना त्रुटिहरू रहेका चाहिँ निखार हुँदै जाउन् र अझै राम्रो सबल चाहिँ लघु कथाकारको रूपमा उहाँको क्षमता योग्यता अझै प्रदर्शन हुँदै जाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दै म यहाँबाट बिदा हुन्छु। मलाई पनि यहाँ स्थान दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद पनि व्यक्त गर्दै बिदा हुन्छु। नमस्कार, धन्यवाद। धन्यवाद अनुपमा म्याम, उहाँले निकै सुन्दर छोटो समयमा निकै सुन्दर समीक्षात्मक मन्तव्य राख्नुभयो। म उहाँलाई हार्दिक आभार व्यक्त गर्छु। हामीसँग यस प्रेक्षालयमा सुप्रसिद्ध कवि लीला लेखनका अभियन्ता डाक्टर रत्नमण नेपाल हुन्छ। उहाँले खास रूपमा अतिथि आसनलाई हार्दिक आभार गर्छु। त्यसै गरी गरिमाका सम्पादक कवि आदरणीय मनोज नेपाली पनि हुनुहुन्छ। उहाँलाई पनि खास रूपमा अतिथि आसनलाई हार्दिक आभार गर्छु। त्यसै गरी हामीसँग क्यानाडाबाट मोहननाथ खनाल आइपुग्नु भएको छ। उहाँलाई पनि म न्यानो स्वागतसहित यथास्थानमा अतिथि आसनलाई हार्दिक आभार गर्छु। त्यसै गरी हामीसँग उपन्यास समाज नेपालका अध्यक्ष आदरणीय शङ्कर भारती हुनुहुन्छ। उहाँलाई पनि म अतिथि आसनका लागि जोड्छु। त्यसै गरी हामीसँग साहित्यकार आदरणीय त्रिभुवन चन्द्र वाग्लेज्यू हुनुहुन्छ। उहाँलाई पनि म यथार्थमा अतिथि आसनका लागि हार्दिक आभार गर्छु। त्यसै गरी हामीसँग प्रसिद्ध कथाकार आदरणीय रत्न प्रजापति हुनुहुन्छ। उहाँलाई पनि म अतिथि आसनका लागि जोड्छु। अब फेरि मैले लामो कुरा नगरिकन म कार्यक्रमलाई अगाडि बढाउने गइरहेको छु। म समालोचकीय मन्तव्य राखिनुको लागि यस आमाको आँखा कृतिमा समालोचकीय मन्तव्यका लागि प्रसिद्ध कवि समालोचक सुमन बस्काज्यूलाई हार्दिक आग्रह गर्छु। हार्दिक धन्यवाद श्री बाबु कार्कीज्यू। आजका समारोहका अध्यक्ष, लघुकथा समाजका पनि अध्यक्ष आदरणीय तुलसीहरी कोइरालाज्यू, त्यसै गरी प्रमुख अतिथि कवि तथा वरिष्ठ नाट्यकर्मी साहित्यकार आदरणीय अशेष मल्लज्यू, विशिष्ट अतिथि लघुकथा समाजका संस्थापक अध्यक्ष साहित्यकार निबन्धकार अनि त्यसमा पनि फेरि स्रष्टा समाजका अध्यक्ष श्री ओम रोदन श्रेष्ठज्यू, वरिष्ठ साहित्यकार पत्रकार आदरणीय पुरुषोत्तम दाहालज्यू, पद्मकन्या क्याम्पसका सह क्याम्पस प्रमुख आदरणीय विमला नेपालज्यू, त्यस्तै गरी समीक्षक हुनुहुन्छ भर्खरै बोलेर जानुभयो अनुपमा रेग्मीज्यू, त्यस्तै गरी आजका अब प्रमुख व्यक्तित्व भन्नुपर्छ उहाँलाई लेखक आदरणीय शोभा अधिकारीज्यू, साथै मञ्च भन्दा अग्रभागमा बस्नुहुने धेरै विशिष्ट व्यक्तित्वहरू हुनुहुन्छ, साहित्यिक मनहरू हुनुहुन्छ। अनि आज शोभाजीलाई माया गरेर आउनुहुने उहाँको आफन्तहरू हुनुहुन्छ, परिवारका सदस्यहरू हुनुहुन्छ, साहित्यमा सिद्धहस्त व्यक्तित्वहरू हुनुहुन्छ, मैले चिनेको पनि थुप्रै आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ। सबैमा हार्दिक अभिवादन, सम्मान, अभिनन्दन समर्पण गर्छु। मलाई हाम्रो श्री बाबुज्यू साहित्यकार उहाँले चाहिँ अब समीक्षक भनेर समालोचकीय मन्तव्य भनेर भन्नुभयो। म समालोचकीय मन्तव्य भन्दा पनि एउटा पाठक भएर शोभाजीको यो आमाको आँखा लघुकथा सङ्ग्रह पढ्दै गर्दाखेरि के कस्ता कुराहरू मैले देखेँ अथवा मलाई के लाग्यो भन्ने कुरा चाहिँ म यहाँ हजुरहरूसँग अलिकति कुरा राख्दछु। मलाई के लाग्छ भने अबको 10 वर्षपछि, अबको 20 वर्षपछि कस्तो समाजको परिकल्पना गर्दैछौँ हामी, कस्तो समाज निर्माण गर्दैछौँ। भर्खरै मात्रै पनि हामीले अब थुप्रै यो प्रेक्षालयमा पनि मैले जेनजी भाइ बहिनीहरू देखिरहेको छु। साहित्यप्रतिको उहाँहरूको मोह मात्रै नभएर एउटा सत्ता परिवर्तन गर्न सक्ने तागत ल्याकत उहाँहरूमा रहेछ भन्ने कुरा पनि म मनन गर्दैछु, बुझ्दैछु। त्यसैले म अलिकति टेक्नोलोजीसँग पनि रिलेटेड मान्छे भएकोले गर्दाखेरि अबको समाज कस्तो हुन्छ त, यो साइन्स र टेक्नोलोजीले बनाएको समाज कस्तो हुन्छ त भन्ने कुरा पनि म कहिलेकाहीँ एक्लै बसेर सोच्दछु र साइन्स फिक्सनहरूमा पनि कलम चलाउन मलाई पनि मन लाग्छ। म अबको समाज पढ्दै पनि छु र मलाई के लागिरहेछ भने अहिले हामीमा सबैभन्दा नभएको कुरा भनेको पेसेन्स।
धैर्य भन्ने कुरा अहिले हामीसँग छैन वास्तवमा भन्ने हो भने। र हामी एकदमै धेरै हतारमा छौँ। के को हतार छ हामीलाई, त्यो हतार चाहिँ मैले पनि अहिलेसम्म बुझ्न सकेको छुइनँ। म पनि एउटा भन्ने हो भने म पनि मान्छे हतारमै छु। मलाई 16 सेकेन्डको टिकटक मन पर्न थालेको छ। अब मैले अन्ना कारेनिना त्यत्रो उपन्यास पढेको मान्छे हो, त्यो 1000 पृष्ठको उपन्यास मैले पढेँ भने जस्तो म अहिले पछाडि फर्केर सोच्दाखेरि मलाई त्यो लाग्छ कि ओहो अहिले म 16 सेकेन्डमा रमाउने भइसकेँ, 1 मिनटको मुभी मन पराउने भइसकेँ होइन। अब 1 मिनटको मुभी भन्दा पनि धेरै हेर्ने मेरो पेसेन्स नै छैन। अब म त्यो यसरी स्वाइप गर्दै स्क्रिन रोल गरेर म अब त्यतातिरको मोडमा, त्यतातिरको परिवेशमा, त्यतातिरको समाजमा गइसकेछु। त्यस्तै हतार हतार गर्दै यो लघु कथा भनेको पनि एउटा सूक्ष्म कथा तर धेरै बृहत कुरा बोकेको हुन्छ। जस्तो कि एउटा एडभर्टिजमेन्ट हुन्छ नि, एडभर्टिजमेन्टमा हामीले 30 सेकेन्डको एडभर्टाइज हेरेर कति कुरा जान्दै त्यसको इन्फर्मेसन लिइरहेको हुन्छ। त्यस्तै यो लघु कथामा सिद्धहस्त व्यक्तित्वहरू यहाँ हुनुहुन्छ मञ्चमा, दाइहरूलाई नि मैले सिद्धान्तको कुराहरू जिम्मा दिएँ र यो भित्र मैले देखेको कुराहरू म भन्छु। अब बौद्धिक साहित्यकार शोभा अधिकारीज्यूको आमाको आँखा पनि अब यो लघु कथा भनेको हामी सानो सानो कथाबाट चाहिँ धेरै कुराको जानकारी लिने अथवा सानो कथाबाट हाम्रो मन मस्तिष्क सबैलाई हल्लाउने खालको कथाको रूपमा अथवा विधाको रूपमा लघु कथा हो भन्ने मेरो बुझाइ छ होइन। त्यसरी नै अब यो एउटा शोभा अधिकारीज्यू जो बौद्धिक व्यक्तित्व हुनुहुन्छ, उहाँले कलेजमा पनि प्राध्यापन गर्नुभयो, आफूलाई राजनीतिक क्षेत्रबाट हुँदाहुँदै अहिले साहित्यिक विधामा पनि उहाँ यसरी आइराख्नु भएको छ कि उहाँले पनि यो नयाँ ट्रेन्डलाई फलो नै गर्नुभयो। किन भन्दाखेरि अहिले हामी त्यस्तै छौँ, हामीलाई धेरै ठुलो कुराहरू, ठुलो कथाहरू अथवा लामो लामो उपन्यासहरू अथवा हुन्छ नि त्यो धेरै ठुलो लामो लामो कुराहरू अब हामीलाई भन्दा पनि अब सानो कुराबाट धेरै कुराहरू दिन सक्ने, सानो कथाबाट धेरै कुराहरू दिन सक्ने खालका कथाहरू चाहिँ यो कथामा जम्मा 42वटा कथा छ यहाँ कथाभित्र। त्यो कथाहरू मैले पाएँ। हुन त 2007 सालदेखि नै लघु कथा सुरुवात भएको कुरा यहाँ हाम्रा श्री ओम श्रेष्ठ रोदन दाई, तुलसी हरि दाईको भूमिका पढ्दै गर्दाखेरि चाहिँ अब यो पूर्णप्रसाद ब्रह्माण्डको झिल्कोबाट सुरु भएको कथा 50 सालमा आइपुग्दाखेरि पनि जम्मा 17-18वटा लघु कथा सङ्ग्रहहरू भएका र अहिले 82 देखि 84 अब 83-84 साल आइपुग्दाखेरि त अब यो कथाहरूको बाढी नै आएको कुराहरू पनि उहाँहरूले गर्नुभएको छ। र यो एउटा ट्रेन्डको रूपमा विकसित भएको कुरा चाहिँ मैले यहाँ शोभा अधिकारीको कथाहरूमा चाहिँ के जाने भन्दाखेरि यो नेपाली समाजलाई नै केन्द्र बनाएर लेखिएको यो आमाको आँखाले छोराले मात्रै, आमाको आँखाबाट छोराले मात्रै देखेको छैन कि नेपाली समाजको आँखा वास्तवमा यो आमाको आँखाले खोलिदिएको छ। हुन त नेपाली साहित्य परम्परादेखि नै अब हुन्छ नि यो समाजकै कुराहरू, समाजमा घटेका घटनाहरू, मानव जीवनका गहिरा भावनाहरू सबै कुराहरू समेटेको छ। माया छ, प्रेम छ, यसमा हार्दिकता छ, पीडा छ, अन्यायका कुराहरू छ, नैतिक द्वन्द्वका कुराहरूलाई यहाँ प्रस्तुत गर्दै आएको कुराहरू छ। यही परम्परालाई नै अलिकति भिन्न तरिकाले एकदमै फरक ट्विस्ट दिएर उहाँले यो कथा लेख्नु भएको छ। मैले अघि नै पनि भने थोरै शब्दहरूबाट 1 प्याराग्राफको अथवा 2 प्याराग्राफको अथवा 1 पेजको अथवा 2 पेजको कथाबाट हामीले वास्तवमा ब्रह्माण्ड बुझेका छौँ। यहाँबाट यो कथाहरूमा त्यस्तो एउटा सशक्त र समसामयिक कुरा उहाँले यहाँ दिनुभएको छ। र मलाई के लागेको छ त भन्दाखेरि लघु कथाले जहिले पनि अन्त्य चाहिँ एउटा बलियो उपस्थिति माग्छ। त्यो बलियो उपस्थिति भनेको अन्त्यको ट्विस्ट हो। यो ट्विस्ट चाहिँ उहाँले यसरी ल्याउनुहुन्छ कि वास्तवमा म पहिलो कथा मृत्यु पढेर म अनुमान गर्दै थिएँ एउटा पाठकको हैसियतले। के अनुमान गर्दै थिएँ भने यो मृत्युमा त पक्कै पनि एउटा हजुरबा र नातिको संवाद छ। यो नातिलाई चाहिँ धनभन्दा विद्या ठुलो कि विद्याभन्दा धन ठुलो भन्ने एउटा बहसमा त्यो नातिले चाहिँ अब भनौँ न हजुरबाले जहिले पनि विद्या ठुलो भनिरहँदाखेरि नातिले होइन धन ठुलो किन तपाईँलाई त सबै समाजले मान्छ त भन्ने कुरामा बहस चलिरहँदाखेरि केही न केही चाहिँ नातिकै जीवनमा घटना घट्छ र उसले पाठ सिक्छ होला भन्ने
हिसाबले म पढिरहेको थिएँ। तर के रहेछ त त्यो भन्दाखेरि हजुरबाको जीवनमा घटना घट्छ र नातिले ओहो हजुरबाले भन्नुभएको कुरा त सही रहेछ त भन्ने कुरा उसले बुझ्दछ। भनेपछि यहाँ यस्तो ट्विस्ट रहनुहुन्छ कि मैले हुन्छ नि यो ओ हेनरीको कथा पढ्दै गर्दाखेरि त्यो ओ हेनरीको कथामा त्यो अन्तिमको सेन्टेन्स नपढिकन वास्तवमा त्यो कथाले के भन्न खोजेको छ नै बुझिँदैन कि। त्यस्तै उहाँको कथा पनि यो ओ हेनरी स्टाइलको कथा जस्तै मलाई फिल भयो। बडो गजबको ट्विस्ट लिएर आउनु हुने उहाँको त्यो एउटा हुन्छ नि कथा लेख्ने शैली मलाई बडो गजब लाग्यो। त्यस्तै गरी अब दोस्रो कथा उहाँले शङ्का लेख्नु भएको छ। त्यो शङ्का चाहिँ फेरि कस्तो छ भने शङ्का भनेको त मान्छेले शङ्का गर्ने हो नि त, यस्तो भनेर डाउट गर्ने हो नि त। तर उहाँ त्यो शङ्का चाहिँ उहाँले भनौँ न एउटा नेगेटिभ शङ्का गरिरहेकोमा पोजिटिभ शङ्का देखाइदिनु भएको छ। अनि अब यहाँ लेखक पनि हुनुहुन्न रहेछ, लेखकले बुझ्नुहुन्थ्यो मैले कस्तो कथा लेखेको रहेछु भन्ने कुरा। लेखक अब पक्कै पनि बाहिर साथीहरूलाई हस्पिटालिटी दिन जानुभयो होला, कतिजनाले अब यो प्रेक्षालय देख्नु भएको पनि नहुन सक्छ। त्यस्तै उहाँले चाहिँ यति कलात्मक शैलीमा यो यथार्थलाई चित्रण गरिदिनु भएको छ। वास्तवमा मैले यो पढ्दै गर्दाखेरि मलाई चाहिँ एकदमै बडो गजब लागेर आयो। यहाँ मैले अघि नै लघुकथाकारलाई सोधेको थिएँ, हुन त यहाँ छोटो बोल्नुपर्छ भन्नुभएको छ। मैले बोल्दा बोल्दै धेरै बोलेँ कि यहाँ स्वीकृत छोरा यहाँ अगाडि देखिरहेको छु। यो थर भन्ने कथा उहाँले लेख्नु भएको छ, आफ्नै छोराको प्रश्न होइन। यो यस्तो बाल मनोविज्ञानलाई पनि उहाँले समातेर ल्याउनु भएको छ। एउटा अबोध बालकले म तपाईँको थर राख्छु भन्दाखेरि पनि अब आमाको निरीहता पनि यहाँ उहाँले प्रकट गर्नुभएको छ। महिला अधिकारको कुरा गर्नुभएको छ, सँगसँगै महिलाहरूको निरीहतालाई पनि यहाँ यसरी प्रकट गरिदिनु भएको छ। त्यसैले यहाँ मलाई के लाग्छ भने उहाँका कथाहरू सरल छन्, प्रत्यक्षदर्शी रूपमा उहाँले यति मिठो तरिकाले चित्रित गरिदिनु भएको छ आफ्नै घरका कथा, आफ्नै घटेको घटना। तर हामीलाई के लाग्छ भने यो मेरै कथा हो, मैले नै भोगेको कथा हो भन्ने लाग्छ। त्यस्तै गरी अर्को कथा उपहार छ। म सबै कथाको बारेमा भन्दिनँ, 2-4वटा कथा जनकथा चाहिँ अब तपाईँहरू यहाँ 42वटा कथा छ। यो 42वटा कथामा पनि मैले कथाभित्रका पात्रहरूका कुरा पनि गर्दिनँ, खालि अहिलेको वर्तमानको परिदृश्य ठ्याक्कै यो कथामा उतार्नु भएको छ। त्यो वर्तमानको परिदृश्य भनेको चाहिँ कस्तो भन्दाखेरि मान्छेहरू अहिले अब प्रेम भन्ने कुरा त यो अवाख्य कुरा हो, प्रेमको कहिले पनि अन्त्य हुँदैन। तर पनि अहिले हाम्रो वर्तमान समाजहरू भनेको कस्तो छ भन्दाखेरि एक्स्ट्रा मैरिटल अफेयरहरूमा बढी के भन्छ त्यसलाई अब भनौँ न आफूलाई त्यतातिर अग्रसर गराइरहेको समय छ। त्यो समयलाई पनि उहाँले च्याप्प समातेर आफ्नो कथामा उतार्नु भएको छ। कहिलेकाहीँ हुन्छ नि श्रीमानलाई आफ्नो श्रीमती को चाहिँ लाइफ स्ट्यान्डर्ड मन नपरिरहेको हुन्छ, आफ्नो श्रीमती चाहिँ एकदमै अब स्ट्यान्डर्डको होस् भन्ने चाहनु भएको हुन्छ। त्यस्तै त्यही श्रीमानको चाहनालाई पनि बुझिदिएर अथवा भनौँ न आफूलाई चाहिँ एउटा उसको चाहनालाई बुझेर आफूले आफूलाई स्वीकार गरेर त्यतातिर ढालेका कथाहरू पनि छन्। यहाँ अब आमाको आँखाको अघि नै मभन्दा पूर्ववक्ता मेरो सहकर्मी साथीले पनि भनिहाल्नुभयो। एउटा के छ त भन्दाखेरि यहाँ सामाजिक मूल्य मान्यताहरू अहिले ह्रास भइरहेको छ, परिवारमा विखण्डन आइरहेको छ। पहिला हामी एउटा ठुलो परिवारमा बस्थ्यौँ भने अहिले न्युक्लियर फ्यामिलीको अवधारणाहरू आइरहेको छ। यो के त भन्दाखेरि मान्छेलाई पैसाप्रतिको मोह होइन, त्यो पैसा भन्दा पनि परिवार किन चाहिन्छ र भन्ने कुरा परिवारमा आएको यो विशृङ्खलता, यो चाहिँ मैले म अलिअलि साहित्य अङ्ग्रेजी साहित्य पनि पढ्ने भएकोले गर्दाखेरि त्यो नेकलेसमा मैले जिटी नौपेसेन्टले एउटा हुन्छ नि मतलब धनी बाउको छोरी अनि त्यसपछि एउटा गरिब केटासँग बिहा गर्दाखेरि आफ्नो इच्छा आकाङ्क्षाहरू पुरा नभएर अनि त्यो एउटा श्रीमानले आफ्नो अहोरात्र खटेर आफ्नो श्रीमतीको इच्छा पुरा गरिदिँदै गर्दाखेरि आखिर श्रीमानलाई मात्रै होइन श्रीमतीलाई पनि भएको तकलिफ जस्तो छ त्यहाँनिर यहाँ पनि त्यो आमाको आँखामा वास्तवमा भन्ने हो भने यो पछि भएको एउटा रियलाइजेसन छ। यो सेल्फ रियलाइजेसन वास्तवमा जहिले पनि मलाई के लाग्छ भने मान्छेलाई सजाय दिएर भन्दा पनि उसलाई चाहिँ आत्मा अनुभूत गराइदिनुपर्छ। हो त्यो आत्मा अनुभूत गराइदिनु भएको छ यो आमाको आँखाबाट शोभा अधिकारी ज्यूले।
मलाई उहाँका यो भनौँ न भन्ने कथा भन्ने शैली चाहिँ वास्तवमा एकदमै मन पर्यो। कविता भनेको साहित्यको एउटा उर्वर विधा हो। त्यो कवितामा कति शक्ति छ भन्ने कुरा वास्तवमा यो कविता भन्ने कथाबाट पनि उहाँले उजागर गरिदिनु भएको छ। त्यसरी उहाँले आफ्ना यो हुन्छ नि प्रेमका प्रसङ्गहरू ल्याउनु भएको छ। मान्छे जहिले पनि प्रेममा भोको हुन्छ, छोराछोरी श्रीमती सबै भइसक्दाखेरि पनि उसलाई वास्तवमा कहाँ के कुराको चाहिँ अब अभाव भइरहेको हुन्छ, उसलाई एक्लोपन महसुस भइरहेको हुन्छ। यस्तो खालको साइकोलोजीबाट चाहिँ हरेक मान्छेहरू गुज्रिएको छ है भनेर चाहिँ एउटा बताइदिन पनि खोज्नु भएको छ। यहाँ धोका छ, छल छ। यो धोका पनि कस्तो खालको धोका छ भन्दाखेरि शङ्का गर्यो भनेको अब भनौँ न एउटा रिस हुन्छ, आवेग हुन्छ। शङ्का नगर्दिनाले म बिग्रे भन्ने कुरा पनि उहाँले अब राम्रो तरिकाले यहाँनिर निकाल्नु भएको छ होइन। अब जीवनको सबैभन्दा ठुलो सत्य चाहिँ एउटा साना कुराहरूले दिन सक्छ। जसरी झिल्को लाई हामी अहिले पनि सम्झिन्छौँ नि 2007 सालमा लेखिएको झिल्को पूर्णप्रसाद ब्रह्माण्डको हौ त्यस्तै खालको झिल्का दिने खालका कथाहरू चाहिँ उहाँले लिएर आउनु भएको छ। मान्छेमा देखिएको जुन चाहिँ अशान्ति छ, भय छ होइन, वैमनस्यताहरू पनि छ, यो सांस्कृतिक राजनीतिक विचलनहरू सबै कुराहरू यहाँ उहाँले राख्नु भएको छ। विद्रोह चेत छ र पनि कहिलेकाहीँ उहाँको चाहिँ के छ भन्दाखेरि स्वीकारोक्ति छ। र अब यो सबै कुरा त मैले तपाईँहरूलाई यो सानो एउटा किताबबाट धेरै ठुलो तपाईँहरूले चाहिँ अनुभूतिहरू गर्न सक्नुहुन्छ। आफ्नो मनमा मस्तिष्कमा हलचल ल्याउने खालका चाहिँ साहित्यको रस यहाँबाट प्राप्त गर्नुहुन्छ। शोभाजीले वास्तवमा साहित्य आकाशलाई ठुलो गुण लगाउनु भएको छ। यो लघुकथा सङ्ग्रह प्रस्तुत गर्नुभएर उहाँका साहित्य आकाशका क्षितिजहरू अझै फराकिला हुँदै जाउन्। उहाँले लघुकथाबाट कथाबाट उपन्यास हुँदै साहित्यका बृहत विधाहरूमा हात हाल्दै जानुहोस्। उहाँलाई मेरो हृदयदेखि नै धन्यवाद दिन्छु, हृदयदेखि नै आभार व्यक्त गर्छु, बधाई भन्छु र धेरै धेरै शुभकामना दिन्छु उहाँको यो कृति सफलताको लागि। र मलाई यहाँ बोल्ने यसरी अवसर दिनुभयो, यहाँहरूले सुनिदिनु भयो, यसका लागि पनि म यहाँहरू सबैजनालाई प्रति कृतज्ञ व्यक्त गर्छु। हस्, धन्यवाद, नमस्कार। हार्दिक आभार सुमन दासज्यू। उहाँले निकै सुन्दर समालोचीको मन्तव्य राख्नुभयो। मेरो बाध्यता छ म अगाडि सर्नुपर्ने। यो उद्घोषणको पेसै त्यस्तो छ, समयको पाबन्दीलाई पनि ख्याल गर्नुपर्ने भएकाले म केही अगाडि सरेँ। खै ठिकै छ, अबको चरणमा अझ त्यो समयलाई ख्याल गरिदिनुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु। देशको कार्यकारिणी कम बोल्नुहुन्छ, अबको युग अलिक कम बोल्ने नै हुनसक्छ। हामी अझ त्यतातिर पनि लाग्छौँ। म अगाडि केही नामहरू देखिरहेको छु। हामीसँग प्रसिद्ध कथाकार डाक्टर दीनबन्धु शर्मा हुनुहुन्छ। म उहाँलाई पनि यथास्थानमा आसन गर्छु। त्यसै गरी हामीसँग प्रसिद्ध साहित्यकार अझ विशेष गरी उहाँले श्रमिक छायामा निकै फड्को मार्नु भएको छ, सुनकोशी साहित्य समाजका महासचिव प्रदीप सापकोटा हुन्छ। उहाँलाई पनि म यथार्थमा फेरि आसनहरूलाई हार्दिक आग्रह गर्छु। त्यसै गरी प्रसिद्ध नियन्त्रकार अघिदेखि मैले भोकाली लिइरहेको रहेछु विनोद नेपाल हुनुहुन्छ। म उहाँलाई पनि अतिथि आसनलाई जोड्छु। त्यसै गरी हाम्रो लघुकथा केन्द्रको संस्थापक लता केसी प्रसिद्ध लघुकथाकार हुनुहुन्छ। म उहाँको पनि अगाडि उहाँलाई पनि नाम बाँच्न बिर्सिरहेको छु। त्यसै गरी हामीसँग साहित्यकार ललिता जोशी पनि हुनुहुन्थ्यो, अहिले भर्खर चाहिँ उठ्नुभयो। उहाँलाई पनि म अतिथि आसनलाई जोड्छु। त्यसै गरी प्रसिद्ध साहित्यकार सुभाष पौडेल ब्रिक्सले पनि बसिरहनु भएको छ। म उहाँलाई पनि यथास्थानमा अतिथि आसनलाई हार्दिक आग्रह गर्छु। त्यसै गरी हामीसँग भोलि पुराण प्रकाशक केशव पराजुली हुनुहुन्छ। म उहाँलाई पनि अतिथि आसनलाई जोड्छु। त्यसै गरी हामीसँग प्रसिद्ध कवि प्रकाश भाइज्यू पनि हुनुहुन्छ। म उहाँलाई पनि अहिले आसनको लागि हार्दिक आग्रह गर्छु। म नाम सकेसम्म जोड्दै जानेछु, यदि भुले भने पनि एउटा अन्यथा दिनु होला। अब हामी आजका कृतिकारलाई शुभकामना मन्तव्य व्यक्त गर्न आउँदै हुनुहुन्छ यस पुस्तकका चर्चित कवि ठाकुर गौवासीज्यू। म शुभकामना मन्तव्यको लागि हार्दिक आग्रह गर्छु। उहाँ पछिल्लो सिटबाट आउँदै हुनुहुन्छ। मैले सुने अनुसार आजको कृतिकारलाई कृति प्रकाशनको लागि विभिन्न किसिमको मेसो मिलाउने क्रममा पनि उहाँले सक्रिय भूमिका खेल्नु भएको छ भन्ने पनि जानेको छु।
म कवि ठाकुर डोलवासीज्यूलाई शुभकामना मन्तव्यको लागि हार्दिक आग्रह गर्छु। नमस्कार। श्रीवरजी पहिलेको रिस मलाई सार्नुभयो थाहा छैन। यो कहिले मैले उहाँलाई केही बिगारिदिएको थिएँ त आज मलाई सजाय दिँदै हुन्छ। यो हुँदैन भएको सोच्दै नसोचेको कुरा कहिले काहीँ भयो भने मान्छे चाहिँ ढल्न पनि सक्छ। आज श्रीवरजीले एउटा झन्डै अपराध गर्नुभएको थियो। मञ्चमा रहनुभएका मेरा अग्रज दाजुहरू, समीक्षक द्वय र आज चर्चामा रहनुभएका लेखक शोभा अधिकारीज्यू, शोभाजीले पनि ममाथि गम्भीर घात गर्नुभयो भन्ने बुझेको छु। यो स्टेजमा आएर बोल्नका लागि केही तयारी पनि गर्नुपर्छ। उहाँले लोककथा लेख्दै हुनुहुँदो रहेछ, कस्तो राम्रो लेख्नुहुन्छ, लेख्नुहोस् भने कि मात्रै तृप्ति हो मैले भनेको, के गरेकै छैन। लोककथाको विद्यार्थीमा शोभा हुनै, तर शोभाजीका लोककथा अत्यन्तै चोटिला छन्, राम्रा छन् भनेर मैले उहाँलाई भनेको थिएँ। मैले यत्तिकै उहाँलाई खुसी पार्नका लागि भनेको रहेनछु भन्ने कुरा प्रमाणित भइसकेको छ। दुईजना अब्बल समालोचकले बताइसक्नु भएको छ। शोभाजीसँग स्वाभाविक रूपमा उहाँले मलाई अलिक घनिष्ठ साथी, नजिकको साथीभाइ सम्झिनुभयो। उहाँले लेखेका कथाहरू मलाई पठाउनुहुन्थ्यो र उहाँको त्यो कथाकारिता, विशेष गरी लौकथा लेख्न सक्ने शैलीका प्रति म आफै लोभिएको पनि थिएँ। मैले पनि यस्तै गरी यति छिटो गरी यस्तै ढङ्गबाट कथा लेख्न पाए हुन्थ्यो भन्ने लोभ पालेको थिएँ। तर लोभ गर्दैमा त सबै चिज कहाँ पाइन्छ र मैले उहाँले जस्तो लेख्न सकिनँ र अहिले लोककथा आजसम्म लेखेको पनि छैन। तर फेरि पनि यति छिटो उहाँले लोककथा लेख्नुहुन्छ। शोभाजीले पनि भन्नुहुन्छ होला, यी लोककथा झन्डै 43 दिनमै लेखिएका हुन्। यहाँ 43वटा लोककथा हुनुपर्ने, तर एउटा कतै गयो होला। यहाँ 42वटा छन् भन्ने अघि कुरा आयो। भनेको हरेक दिन उहाँले लोककथा लेख्नुहुन्थ्यो। अरू पनि छन् उहाँसँग, थुप्रै लोककथा छन्, तर हरेक दिन मलाई नयाँ लोककथा पठाउनुहुन्थ्यो र मैले भन्थेँ कि तपाईँ लोककथाको खानी हो कि क्या हो, र अब तपाईँको सङ्गत अझ घनिष्ठ र निकटतम ढङ्गबाट श्रीराम दाइसँग हुनुपर्छ, तुलसी खोला दाइसँग हुनुपर्छ, अर्थात् लघुकथा समाज नै छ, त्यहाँ तपाईँ छिर्नुहोस् भने मैले त्यो अगाडि पनि उहाँहरूको चिन्जान घनिष्ठता त थियो नि, त्यसमा छिर्नु भएको थियो। तर मैले भनेको त्यति हो। दुईटा काम गरेँ मैले। एउटा, तपाईँ लघुकथा लेख्न सक्नुहुँदो रहेछ, लेख्नुहोस्, राम्रो लेख्नुहुन्छ भने एउटा लघुकथा कथाकारहरूसँग सङ्गत गर्नुहोस् भने उहाँलाई गुण लगाएको भनेको यही हो। तर यो गुण थिएन। त्यसको बदलामा मलाई यो मञ्चमा बोलाएर बोल्न दिनुभयो। शोभाजी, तपाईँ कविता पनि त्यसै गरी लेख्नुहुन्छ, तपाईँ निबन्ध लेख्नुहुन्छ, तपाईँ उत्प्रेरणात्मक लेखहरू लेख्नुहुन्छ, अरू थुप्रै विधामा लेख्न सक्ने तपाईँको क्षमता छ, तागत छ। तपाईँले त्यो क्षमतालाई अन्य विधामा पनि प्रयोग गर्नुहोस्। म कामना गर्छु। तपाईँलाई फेरि पनि हार्दिक बधाई दिन चाहन्छु। धन्यवाद। धन्यवाद केपीजी। यो कुनै हाम्रो नियत थिएन, यो संयोग नै हो। यसलाई संयोगकै रूपमा लिनुपर्छ। छोटो मिठो मन्तव्यको लागि म कवि ठाकुर डोलवासीज्यूलाई हार्दिक आग्रह गर्छु। हामीसँग डाक्टर मोहनराज मराठज्यू हुनुहुन्छ। म उहाँलाई पनि यथास्थानमा अतिथि आसन गर्नलाई हार्दिक आग्रह गर्छु। त्यसै गरी डाक्टर नवराज कट्याल, उहाँलाई पनि म यथास्थानमा अतिथि आसन गर्नको लागि हार्दिक आग्रह गर्छु। अब यसपछि म फेरि कार्यक्रममै जोडिन्छु। आज हामीसँग यस क्याम्पसको सहायक क्याम्पस प्रमुख आदरणीय विमला नेपालज्यू हुनुहुन्छ। म उहाँलाई
शुभकामना म तपाईँको लागि हार्दिक आग्रह गर्छु। म्याडम शुभकामनाको लागि। धन्यवाद महोदय। अब लघुकथा समाजले आयोजना गरेको कार्यक्रममा अत्यन्त छोटो बोल्नुपर्ने जस्तो मलाई लाग्यो। त्यसकारण म हरेक ठाउँमा आफूलाई छोटो रूपले प्रस्तुत गर्ने कोसिस गर्दछु। मञ्चमा आसीन सभाध्यक्ष लगायत लेखक एवं मैले अत्यन्तै श्रद्धा र मानेका व्यक्तित्वहरू, दर्शकवृन्दमा रहनुहुने सम्पूर्ण विशिष्ट महानुभावहरू, आजको स्वरको बारेमा म अलिकति स्वरसँगको संयुक्तताको कुरा राख्छु। पद्मकन्या बहुमुखी क्याम्पसकी छात्रा, पद्मकन्या बहुमुखी क्याम्पसकी तत्कालीन अवस्थाकी नेता, हाल लघुकथाकार र उनका लघुकथाका बारेमा समकक्षी साथी अनुपमा रेग्मी एवं सुमन दर्शाले पर्याप्त मात्रामा चर्चा गरिसक्नु भएको छ र म चाहिँ उहाँका कथाहरूमा के कुराहरू अब हामीले पाठकहरूले पढ्दाखेरि ती कुराहरू पाउँछौँ पाउँदैनौँ त्यसका बारेमा एक दुईवटा कुराहरू राख्छु। लघुकथा वास्तवमा छोटो, छरितो र सूत्रात्मक हुनुपर्छ भन्ने लघुकथाको परिभाषा छ। यो परिभाषामा उहाँका कथाहरू कति उतरेका छन् हामी पाठकहरूले नै मनन गरौँ। लघुकथाहरू साङ्केतिक र बिम्बात्मक हुन्छन्, परिभाषाले यो गरेको छ। त्यसकारण साङ्केतिक र बिम्बात्मक कति छन् त्यो पनि हामी पाठकहरूले अब पढौँ। र यसै गरी लघुकथा स्वयंपूर्ण, स्वतन्त्र र सघन रचना हो, परिभाषा यही बोल्छ। त्यसकारण यी लघुकथाहरू कति स्वयंपूर्ण छन्, कति स्वतन्त्र छन् र कति सघन रचनाभित्र समेटिएका छन् हामीले पढेर विश्लेषण पछि गर्नेछौँ होला अब कृति हातमा आएपछि। यसै गरी लघुकथामा उत्तरोत्तर पछिल्ला वाक्यहरूमा चाहिँ तीव्रता हुनुपर्छ। त्यो तीव्रता यस कथा सङ्ग्रहका सङ्ग्रहित कथाहरूमा के कति छ त्यो पनि हामीले पछि पढिसकेपछि बुझ्छौँ होला। अब मैले पढ्दाखेरि चाहिँ के भेटेको छु भने समग्र रूपमा महिलाका पीडाहरू बोलिएका छन् यस कथाभित्र। कथा उठाउमा सशक्त तरिकाले उठेको छ तर निष्कर्षमा थोरै केही शब्दहरू थपेका हुन्थ्यो कि भन्ने मलाई चाहिँ लाग्यो। मैले सरस्वती पढेँ यो कथा सङ्ग्रह। र अब इमान्दारिताका साथ बोल्नुपर्दा सर्जकले कहिल्यै पनि पाठकलाई सोधेर रचना लेख्दैन, आफै मनन गर्छ, आफै पढ्छ, पढेको कुरा अनुभव गर्छ र व्यवहारमा उतार्छ। त्यसकारण मैले तपाईँले यो लेखिदिनुहोस् ऊ लेखिदिनुहोस् भन्न म सक्दिनँ, किनभने उहाँको स्वतन्त्रता अघि नै मैले परिभाषाभित्र बाँधिसकेको छु। अब यस पछाडि अब राम्रो भनेर पनि अलिकति पन्छिनु हुँदैन। तपाईँका कथाभित्र केही विधा प्रत्ययन पनि भएको छ र हुनुपर्छ लघुकथाभित्र। जस्तो तपाईँको झस्का कथामा कविताको प्रत्ययन छ र यसै गरी तपाईँका धेरै अधिकांश सबै नै कथाहरू नाटकको नजिक छन् जो अब असोसिएसनका सरले हुनुहुन्छ। नाटकको मैले बोल्नै मिल्दैन तर पनि सरमै पढाएको व्यक्ति हुनाले नाटकमा नहुने नहुने तत्त्वहरूको सन्दर्भ सबै कथाहरू संवादात्मक रूपमा देखिन्छन्, केही चाहिँ संवादविहीन पनि छन्। जस्तै मनन कथा हेर्नुभयो भने यहाँ
निबन्ध प्रत्ययन भएको छ, अर्थात् निबन्धात्मक ढाँचामा यो कथा उत्रेको भेटेको छ र कथा नवकथाभित्र पनि कथामै प्रत्ययन भएको छ भक्तानी कथामा। हेर्नुहोस् तपाईँहरूले भक्तानी कथा, अर्को कथा त्यहाँभित्र गाभिएर आएको छ। यसरी कथा सङ्ग्रह चित्रात्मक छ, चित्रले सधैँ नै हामीलाई प्रष्ट बनाउँछ घटना कता जाँदैछ भन्ने कुरा। र यसरी शोभाका कथाहरू अत्यन्त उत्कृष्ट छन्। अथवा सक्ने उठिसक्नुभयो उठिसक्नुहुँदै अब टुङ्ग्याउनेतिर लाग्छु र छोरा अधिकारीका कथाहरू अत्यन्तै उत्कृष्ट छन्, पढेर जस्तो लाग्छ। यी कथाहरू हेरिसक्दा मैले 2 जना म्याडमहरू प्राध्यापन क्षेत्रमा रहेको हुनाले एउटा कथाको चाहिँ कुरा गर्न हुन्छ कि जस्तो लागेको थियो। सायद भुल्नुभयो होला। सूचना भन्ने कथा पढ्दाखेरि अत्यन्तै मार्मिकताले छोयो पनि, किनभने हामी दिनदिनै ज्ञानका कुराहरू ओकलेर बाहिर निस्किन्छौँ। हामीले पढाएका विद्यार्थीहरू ठुल्ठुलो ठाउँमा पुग्छन्, ज्ञान हासिल गर्छन्, उच्च ओहदामा पुग्छन्, तर त्यसको जस कहिल्यै पनि टिचरले प्राप्त गर्दैन। सूचना कथामा उत्कृष्ट योगदान दिएका प्राध्यापकलाई एउटा सूचनाको भरमा निजी स्तरका कलेजहरूबाट निकालिएको सूचना टाँसिएको देख्दा साह्रै दुःख लाग्यो। सायद आफू पनि प्राध्यापन खुसामी रहेर होला। यति भन्दै म छोरा अधिकारीलाई आगामी दिनमा तपाईँको कलम अझ सशक्त बनोस्, तपाईँले छोराका हरेक विधाहरूमा नवीनतम सृष्टिको होस्। किनभने साहित्य कहिले पनि अरूले रोजेको बाटो हिँड्दैन, आफूले खानुपर्ने बाटो, आफूले रोज्नुपर्ने बाटो आफै खानेर साहित्य अगाडि बढ्ने हुनाले तपाईँको कलम सशक्त बनोस्। समग्र रूपमा महिला सशक्तिकरण हुनुको साथै समानताका कुराहरू उठुन्, किनभने यहाँ कुनै कुनै कथाहरूमा महिला सशक्तिकरणको नाउँमा प्राप्त गर्नै नसक्ने कुराहरू पनि भित्र उठेका छन्। त्यसकारण हामीले जुन कुरा प्राप्त गर्न सक्दैनौँ त्यसमा स्वतन्त्रताका नाउँमा ती कुराहरू उचालिरहनु पनि कति अर्थपूर्ण हुन्छ। विज्ञ पाठकवर्गहरूले नै यसमा बोल्नुहुनेछ। यति भन्दै यस सङ्ग्रहभित्र कुनै केही कमी कमजोरी तपाईँ आफैलाई लागेमा अर्कोपल्टको सङ्ग्रह अर्कोपल्टको कृतिमा राख्नुहोला। हार्दिक शुभकामना र मलाई यो मौका दिएकोमा आयोजक वर्गमा हार्दिक धन्यवाद। धन्यवाद उहाँले प्राज्ञिक समालोचकीय छेदछेदको शुभकामना अर्पण गर्नुभयो, त्यसको लागि म फेरि आभार व्यक्त गर्छु। अब यस पछाडि शुभकामना मन्तव्यका लागि आदरणीय सर्जक पुष्टम दाहालज्यूलाई हार्दिक आग्रह गर्छु। धन्यवाद कवि भाइ, साहित्यकार भाइ श्री बाबुजी, सभापतिज्यू, आज यो कार्यक्रमका प्रमुख अतिथि आदरणीय अग्रज सर्जकहरू, सबैलाई मैले सम्बोधन गर्न थालेँ भने बडा समय जाला। 5 मिनट भन्नुभएको छ, मलाई लाग्छ थोरै अन्य होला। म समय दिने पक्षमा धेरै छैन। यसै नामै लघु कथा छ, यहाँ दीर्घ भाषण गर्ने कामै छैन, त्यसैले लघु भाषण गर्नुपर्छ। म सबैभन्दा पहिला शोभा बहिनीलाई बधाई दिन्छु, सृजनाका साथ उपस्थित हुनुभएको छ। अघि भर्खरै विमला म्याडमले भने जस्तो साहित्यकार लेखकले आफ्नो बाटो आफै पर्दैन। तपाईँ यो बाटो जानुहोस् भनेर कसैले अराउनु पर्दैन, भन्नु पर्दैन उहाँले भन्नुभयो। मलाई पनि सही जस्तै लाग्छ। तर दृष्टिकोण बनाउने, पर बसेर हेर्नेहरूले आफ्नो दृष्टिकोण बनाउँछन् भन्नुहुन्छ, त्यो पनि सकियो। फेरि त्यो दृष्टिकोण बनाउनकै लागि हाम्रा सिर्जनाहरू हुन्छन् जस्तो मलाई लाग्छ।
दुईजना बहिनीहरू अनुभव र सुमनले यति राम्ररी समीक्षा गरिसक्नु भएको छ, त्यसलाई मैले दोहोऱ्याउनु पर्दैन। वास्तवमा यो विषय मेरो ज्ञानभन्दा बाहिरको कुरा। म कविता लेख्छु, उपन्यास लेख्छु, लामा कथा लेख्छु, निबन्ध लेख्छु, राजनीतिका भाषण र विचार पनि लेख्छु, मेरो काम त्यो हो। तर म लघुकथामा मेरो खास पहुँच छैन। पढेर चाहिँ मलाई सबैभन्दा मजा लाग्ने चाहिँ फेरि लघुकथा। त्यसको कारण के हो भने समय हो। छोटो समयमा धेरै कुरा सिकिन्छ जस्तो लाग्छ र यो लघुकथा। पहिला हामी राष्ट्रपुकारमा काम गर्थ्यौँ। अचेल सरहरू सधैँभरि कविता बोकेर आउने ठाउँ चाहिँ यो विनय चिन्ता हो। उनी मरे, धेरै साथीहरू हुनुहुन्थ्यो त्यो समयका। म राष्ट्रपुकारमा सम्पादक थिएँ, हुन दाइसँग बसेर काम गर्थेँ। त्यहाँ हरिविनोद अधिकारी भन्ने एकजना मान्छे हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ। उहाँ यस्ता लघुकथा भनेर लेखिरहनुहुन्थ्यो क्या, फुत्ता उहाँका आइरहन्थे। म जिस्काइरहन्थेँ, के लेखेँ दाजु यो काम नपाएर, अल्छी लागेर कि नजानेर भन्थेँ कहिलेकाहीँ। तर वास्तवमा सबभन्दा बढी समय दिएर लेख्नुपर्ने विधा चाहिँ यस्तै हो। तपाईँले भाषण गर्नु पर्यो भने 3 घन्टा 4 घन्टा भाषण गर्नु पर्यो भने कुनै तयारी चाहिँदैन, यसै बोल्न सकिन्छ। तर 3 मिनट या 5 मिनट बोल्नु पर्यो भने त्यही ढङ्गको तयारी चाहिन्छ। त्यस्तै यो लघुकथा पनि लामो कथा लेख्नु पर्यो भने धेरै कुराहरू आउँछन्, जोडिँदै जान्छन्। तर लघुकथामा बुलेट शैलीमा लेख्नुपर्छ, त्यो थोरै साहसले हुँदैन। मैले शोभा बहिनीलाई त वास्तवमा त्यो कहिलेकाहीँ आर्टिकलहरू पढे उहाँको न्युजपेपरमा, तर यस्तो खालको साहित्यिक सिर्जनाको लागि पहिला चिनेकै थिएन। म त नेता हो भनेर बाटोमा आजभोलि भन्न छोडाइ छ, बाटोमा जय जय भन्ने गरेको छैन। अब मैले चिने त्यसरी हो बहिनीलाई, उहाँहरू नेता हो। अब नेता नेतृत्व गर्छन्, के को लेख्छन् जस्तो लाग्छ। तर राम्रो लेखेको रहेछ, म बधाई दिन्छु। मलाई चाहिँ 2टा कुरा यसमा जोड्न मन लाग्यो। यो अन्तिम पेजमा कोहीले मलाई तपाईँको आँखा पुगेन कि जस्तो थियो, मसिना अक्षर छन् कि यहाँ चाहिँ, त्यसकारणले त्यति आँखा नपुगे जस्तो लाग्यो। यो कृति कसरी जन्मियो भनेर अन्तिम पेजमा शोभा बहिनीले लेख्नु भएको छ। रगतको आँसुले लेख्या मैले यो कृति भन्नुभएको छ उहाँले, रगतको आँसुले। यो शब्दले तपाईँ अन्तिममा पढ्नु होला। यो कृति कसरी जन्मियो भन्ने कुरा सुरुमा छैन, अन्त्यमा छ। सही हो, मैले भनेको कुरा सही हो। यो वास्तवमै यो कुराले मलाई चाहिँ व्यक्तिगत रूपमा धेरै छोयो। मैले पनि एउटा रगतको आँसुले लेखेको एउटा किताब हो शान्ता भन्ने उपन्यास। त्यसकारणले मलाई यो रगतको आँसुको त्यो दह कस्तो हुन्छ, कति तातो हुन्छ, कति कठोर हुन्छ, कति कोमल हुन्छ भन्ने कुराको केही हदसम्म जानकारी छ। त्यसकारणले यो कृति तपाईले तयार गर्दाखेरि जुन कुरा भित्रैदेखि तपाईले अनुभव गर्नुभयो, भित्रैदेखि जुन कुराले तपाईलाई छोयो, भित्रैदेखि जुन कुराले तपाईलाई घोच्यो, वास्तवमा त्यसले यति राम्रो सृजना तयार पार्यो। मलाई लाग्छ त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो, त्यो वातावरण सही थियो कि थिएन म भन्न सक्दिनँ यसबाट, किनभने वातावरण सही हुन्छ भन्ने छैन। तर एउटा कृतिको आधार बन्यो, त्यसकारणले पनि थोरै खुसी हुनुपर्ने हुन्छ। जति अप्ठ्यारो परे पनि, जति पीडा भए पनि तपाईले यो व्यक्त गरेको शब्द वास्तवमा तपाईले सबैले पढ्नुभयो भने बडो गर्व छ। यता पढ्नु भन्दा त्यो 1 पेज पढ्दाखेरि धेरै कुरा थाहा छ। अब धेरै कुरा भन्दिनँ। बहिनीलाई मलाई 5 मिनटको शुभकामना भनेर सेवा बोल्नु, म धेरै बोल्ने पक्षमा छैन आज। वास्तवमा मैले पनि थाहा छैन बोल्छु भनेर। अघि हाम्रो ठाकुर भाइको त केही न केही जोडिया रहेछ नि, पुरानो कुरो यसो गरे उसो गरे भन्नुभयो, मेरो त त्यो पनि थिएन। तर मलाई यहाँ निम्ता गर्नुभयो, केही कुरा राख्ने कुरा गर्नुभयो। एउटा कुरा चाहिँ ख्याल गर्नुपर्ने, हामी सबै लेखकहरू छौँ, यहाँ प्राध्यापकहरू छौँ, लेखक, प्राध्यापक, पत्रकारहरू सबै सचेत। मलाई के लाग्छ भने नेपालको अत्यधिक सचेत नागरिकहरूको उपस्थिति छ यहाँ, सबैभन्दा बढी सचेत नागरिकको उपस्थिति छ। स्वतन्त्रता भन्ने तत्त्वलाई हामीले छोड्नु हुँदैन। बिस्तारै हामीले आफ्नो स्वतन्त्रता त्याग्दैछौँ। जो मान्छे आफ्नो स्वतन्त्रताबाट मुक्त हुन्छ त्यो मान्छेले देशको स्वतन्त्रता पनि बचाउन सक्दैन। अहिले हामी हाम्रो आफ्नो स्वतन्त्रता पनि बिर्सँदैछौँ र देशको स्वतन्त्रताका प्रति त हाम्रो कुनै समर्पण नै छैन।
अहिले सबैभन्दा ठुलो समस्या त्यो छ। त्यसैले लेखकहरूले माफ गर्नु होला, लेखकहरूले पत्रकारहरूले सबैले यो विषयमा ध्यान दिनुपर्ने जरुरी छ। अहिलेको युग भनेको के हो? मेसिनमा लगेर हाम्रो मस्तिष्क चढाएको युग होइन। सबै आफैले निर्माण गरेको मेसिन, आफैले निर्माण गरेको मेसिन यन्त्रभित्र लगेर हाम्रो मस्तिष्क राखेका छौँ र त्यो मेसिनले, त्यो कलामको मेसिनले जता जता घुमाउँछ, हामी त्यतै घुम्ने र त्यसैको प्रभावमा संसार परिवर्तन गर्छौँ भनेर लाग्नेहरू आज सबैभन्दा अगाडि भएर भएको अवस्था छ। सबै चिज त्यसकारणले हामीले हाम्रो मस्तिष्कलाई लगेर मेसिनमा केन्द्रित गरेको अवस्था छ। अब त झन् एआई आयो भन्छन्, सबैले त्यही भन्छन्, सबैले गजब छ। आज केही बोल्नु छ, शोभाको किताबमा केही बोल्नु छ भन्दै त भनेर पनि कुरो लेखेर दिन्छ, यहाँ आएर पढ्दै भइहाल्छ। कति सजिलो भइसक्यो, सजिलो भयो, मान्छे सजिलो भइसक्यो। मान्छे आफ्नो मस्तिष्क कतै धरौटी राखेर बस्ने अवस्था भइसकेको छ। हृदयको त कुरै भएन, हामीसँग संवेदना नै हराइसकेको छ। जहाँ मेसिनसँग कुरा हुन्छ त्यहाँ संवेदना हुँदैन। त्यस कारणले अहिले हामीले सोच्ने बेला भएको छ। मैले यति मात्रै अन्तिममा भने, हामी लेखकहरूले जस्तो हाम्रो स्वभावैनी स्वतन्त्रता आन्दोलनकी मान्छे भएको हुनाले मैले यति कुरा थपेँ। स्वतन्त्रता अहिले हामी हाम्रो आफ्नो स्वतन्त्रताबाट हामी आफै मुक्त हुने प्रयत्न गरेका छौँ, जो गलत हो। स्वतन्त्रतालाई हामीले सुरक्षित गर्नुपर्छ। जब हामी आफूबाट स्वतन्त्रताबाट आफै मुक्त हुन्छौँ, देश पनि स्वतन्त्र हुँदैन। त्यो कुरा हामीले ख्याल गर्नुपर्ने अवस्था छ। एकदम नै राम्रो कृतिको लागि म बहिनीलाई धन्यवाद दिन्छु र यस्तै अरू सिर्जनाहरू आउन्, शुभकामना पनि दिन्छु र तपाईँले जम्मैले गरेको विवेचना समीक्षासँग मेरो सहमति छ। धन्यवाद। धन्यवाद कुसुम दाई, उहाँले निकै गम्भीर कुरा पनि उठाउनुभयो। सबैभन्दा व्यक्तिको स्वतन्त्रता, राष्ट्रको स्वतन्त्रता भन्ने कुरा हो, त्यो जोड्नुभयो, खुसी लाग्यो। हार्दिक आभार दाई यहाँको छुट्टो मन्तव्यका लागि। म साउथ वेस्टर्न कलेजका सहायक क्याम्पस प्रमुख हरि केसीज्यूलाई पनि यस सभामा जोड्न चाहन्छु। अतिथि आसनको लागि कृपया उभिदिनुभयो। अब हामी कार्यक्रमको लगभग अन्तिम चरण छौँ। म अहिले हतारमै जस्तो पनि छु। अब हामीसँग एउटा लोककथा वाचन हुन्छ। यस आमाको आँखा सङ्ग्रहबाट म धुपी एलजीलाई एउटा लोककथा वाचनको लागि आग्रह गर्छु। कृपया आग्रह गर्नुहुन्छ। उहाँ सोभियो सभापति पनि हुनुहुन्छ, एकदम इनर्जेटिक मान्छे जस्तो लागिरहेको छ। धेरै धन्यवाद। तिमी मनमा हाँस तिमी आमा मृदु भाषिनी जीवन मृत्यु संहार बाबा तिमी सङ्गिनी तिमी मन्द हाँस तिमी आमा मृदु भाषिनी जीवन मृत्यु संहार बाबा तिमी सङ्गिनी। सबैजना एकमुष्ट रूपमा हार्दिक नमन। सर्वप्रथम आजको यस लोकार्पण समारोहका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र आजको यस लोकार्पण समारोहकी लेखेका आदरणीय प्रिय दिदी शोभा अधिकारीज्यू र मञ्चासीन समालोचकज्यूहरू, प्रमुखले बहुमुखी क्याम्पसकी आदरणीय गुरुआमा सहायक प्रमुख बिमला नेपालज्यू, जुनबाट म धेरै साहित्यको विषयमा अझै उहाँबाट धेरै कुरा सिकेकी छु मैले, र यहाँ उपस्थित आफ्नो आफ्नो विधामा पोख्त सम्पूर्ण साहित्यिक हुनेहरूप्रति म व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस् न्याय अभिवादन नमन।
ल तपाईहरु सम्पूर्णमा पद्मकन्या समग्र परिवारको तर्फबाट हार्दिक स्वागत पनि गर्न चाहन्छु। र सर्वप्रथम म कथा सुरु गर्नुभन्दा पहिला आदरणीय दिदी शोभा अधिकारीजीलाई धेरै धेरै बधाई दिन चाहन्छु यो आमाको आँखा लोककथाको लागि। मैले दिदीलाई केही थोरै चिनेको छु। 2057 सालको उत्सवादेखि लिएर उहाँ छोरी, विद्यार्थी, नेत्री, श्रीमती, शिक्षिका, आमा सँगसँगै आज उहाँ लेखनको क्षेत्रमा लेखिकाको रूपमा स्थापित हुनुभएको छ। उहाँको यात्रा तपाईहरु सबैको लागि प्रेरणाको स्रोत बन्न सक्छ र मेरो लागि त जति बेला मैले चिनेकी छु उहाँले थोरै किस्साहरू भन्नुभएको थियो। 2057 सालमा जब म उपसभापति थिएँ, म आज त्यही सुप्रिमको सभापति छु। तर मैले नेतृत्व मात्रै गर्दैन थिएँ, सडकका आन्दोलन, विद्यार्थीका आन्दोलनहरू मात्रै म सरेक हुँदैन थिएँ कि म स्वावलम्बी पनि बन्नको लागि शिक्षाको काम पनि गर्थेँ भन्नुभएको थियो। त्यसैले पनि मैले समाजमै प्रभावित छु र दिदीलाई युथको लागि बधाई सँगसँगै अझै देखि हजुरका सपनाका जुन सिँढीहरू छन् त्यो सिँढीहरू सफलताको शिखर चुनुन् भन्ने शुभकामनासँगै मैले मूल कथा सुरुवात गरेँ र यो कथाको शीर्षक रहेको छ आमाको आँखा। म भाषण गर्न गइरहेको छु। श्रीमतीको कटु वचनले आज रोमीले आफ्नो आमा सम्झियो। उसको मन भटक्क भयो। छोराछोरीको मुख हेर्यो, मन बुझेन। केही नभने घरबाट कार लिएर निस्कियो। दाई, दाई, भाउजू, भाउजू, रोमीले पुरानो घरबेटीलाई बोलायो। ओहो रोमी, कहाँबाट आयो? 2 महिना अघि तिमीले आमा आएर सामान र चिठी छोडेर जानुभएको थियो। तिमी घर बनाएर सर्यौ, तिम्रो ठेगाना थाहा नभएर खबर गर्नै पाइयो। चिठी दिँदै भने। रोमीले चिठी खोल्यो। बाबु, तिमी मेरो मुटु, प्राण, जिन्दगी, हाँसो, खुसी, सुख सबै चिज हौ भन्ने लाग्थ्यो। बाबु, तिमी मेरो मुटु, प्राण, जिन्दगी, हाँसो, सुख सबै चिज हौ जस्तो लाग्थ्यो। मैले तिमीलाई लागि अन्याय, अत्याचार, दमन, पीडा खेपे। मैले तिम्रो लागि अन्याय, अत्याचार, दमन, पीडा खेपे, त्याग, तपस्या, समर्पण गरे। इच्छा, चाहना, आवश्यकता आफैमा सीमित राखे। तिमी 2 वर्षको हुँदा म 18 वर्षकी थिएँ। तिम्रा बाबा धन कमाउन घर छोडेर गएका, कहिले फर्केनन्। सानोमा खेल्दा लडेर तिम्रो आँखा फुट्यो। मेरो अनुरोधमा डाक्टरले मेरो आँखा तिम्रोमा प्रत्यारोपित गरिदिए। फलस्वरूप आज तिमी इन्जिनियर बन्यौ। म काली आमा बने बाबु, म काली आमा बने बाबु। तिमीले घरबाट निक्ल भनेपछि म गाउँ फर्किएँ। जब तिमीले मलाई घरबाट निक्ल भन्यौ, म गाउँ फर्किएँ। गाउँको जायज तिमीले बिक्री गरिसकेका रहेछौ। मेरो बास वृद्धाश्रममा हुन पुग्यो। म दमले थलिएकी थिएँ। अन्तिम क्षणमा तिमीहरूको याद आएर भेट्न आएकी थिएँ। भेट भएन, तिमीहरू ठाउँ सरिसकेका रहेछौ। तिमीले आमा। रोमी भक्काइँदै रुन थाल्यो। आमा, मेरो आमा, तिमी कानी होइन, म पो कान हौ, म कान हौ। आमा, आमा खोज्नु गाउँतर्फ हिँड्यो, भेटाएन। धेरै दिनपछि खबर पायो सडकमा भेटिएको बेवारेसी लास भनी पुलिसले कानी आमालाई सदाका लागि अन्त्येष्टि गरिसकेका रहेछन्। रोमी आमाको अन्त्येष्टि गरेको घाटमा पुगेर छाती पिटी पिटी चिच्याउँदै रुन थाल्यो। आमाको आँखा। धन्यवाद। निकै जीवन्त प्रस्तुति दिनुभयो। म
असिमकाले हेरेर पनि उहाँले निकै सघन आँखा लाएर हेर्दै हुनुहुन्छ उहाँतिर, किनभने त्यतिको मान्छे राजनीतितिर पनि होइन कलामतिर पनि जोडिनु पर्छ भन्ने चाहिँ थियो कि जस्तो पनि लाग्छ। बहिनीको त्यो जीवित प्रस्तुतिलाई हार्दिक सलाम। अब म आज लेखकलाई के बोल्ने हुन्छ। आज किताबको विमोचन छ, उहाँको सबै कुरा भावना किताबमै आइसकेको छ। तै पनि अलिकति आँखाबाट बोल्न पायो हुन्थ्यो, अलिकति मनबाट बोल्न पायो, मुटुबाट बोल्न पायो हुन्थ्यो जस्तो लाग्छ। मलाई लाग्छ आज लेखकले एकदम कम बोल्नुहुन्छ। म यही कम बोल्नुहुन्छ भने त्यो लेखकलाई नै बोलाउँछु, आदरणीय शोभा अधिकारीज्यूलाई लेखकै बोल्नु तपाईँका लागि म यहाँ जोड्छु। आदरणीय सभाध्यक्ष महोदय, लघुकथा समाज नेपालका अध्यक्ष आदरणीय तुलसीहरी कोइरालाज्यू, प्रमुख अतिथि नेपाली साहित्य र रङ्गमञ्चका शिखर पुरुष आदरणीय गुरु श्री अशेष मल्लज्यू, विशिष्ट अतिथि मनका धनी मिलनसार वरिष्ठ साहित्यकार आदरणीय श्री ओम श्रेष्ठ रोदकज्यू, त्यसै गरी विशिष्ट अतिथि वरिष्ठ साहित्यकार पत्रकार पुरुषोत्तम दाहालज्यू र देशमा आसीन विशिष्ट व्यक्तित्वहरू पद्मकन्या क्याम्पसका सहायक क्याम्पस प्रमुख आदरणीय गुरुआमा विमला नेपालज्यू, त्यसै गरी मेरो आत्मीय मनहरू द्वय आदरणीय प्रिय अनुपमा रेग्मीज्यू र सुमन वर्षा घिमिरेज्यू, त्यसै गरी यहाँ उपस्थित सम्पूर्ण वरिष्ठ साहित्यकार पत्रकारहरू लेखकहरू र विभिन्न कलेजमा प्रमुख उपप्रमुख हुनुभएकाहरू, त्यसै गरी पत्रकार साथीहरू र यहाँ मलाई माया गरेर आउनुभएका सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू आफन्तहरू र प्रिय मनहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यो पद्मकन्या कलेज र यो मञ्च र यो कलेज मेरो साहित्य र शिक्षा त्यसै गरी समाज सेवाको उद्गम स्थल हो। मैले यही मञ्चबाट धेरै पुरस्कारहरू प्राप्त गरेँ। अझै एउटा स्मरण गराउन चाहन्छु, मैले यसै कलेजको प्राङ्गणमा स्वर्गीय रानी ऐश्वर्या राज्यलक्ष्मी देवीबाट पनि मैले पुरस्कार प्राप्त गर्ने मौका पाएँ, मेरो त्यो अवसर पनि थियो। र वास्तवमा साहित्य भनेको एउटा दिव्य बगैँचा रहेछ। जति हामी भित्र छिर्छौँ त्यति आनन्द आउने, त्यति सुगन्ध फुलहरू फुल्ने र जीवन बाँच्नुको अर्थ थाहा पाइने। अझै भनौँ साहित्य एउटा समाजको दर्पण मानवीय समयमा नपुगेको एउटा प्रतिबिम्ब अथवा एउटा हामीले व्यक्त गर्ने माध्यम हो। आज मैले आफैसँग लुकाइराखेको यो सिर्जनालाई यहाँहरू सामु प्रस्तुत गरेको छु। यो मेरो गर्व र खुसी दुवै हो। कति रातहरू मलाई मेरा सपना र कल्पनाहरूले सिरानीबाट घचघचाइराख्थे। उठ शोभा, उठ लेख। र हरेक बिहानीहरूले मलाई भन्थे, शोभा तँ थाप्न हुँदैन। तैँले देखेका कुराहरू, भोगेका कुराहरू, कल्पना गरेका कुराहरू, देखेका सपनाहरू, अन्याय अत्याचारहरू शब्दमा उतार भनेर मलाई उक्साइरहन्थे, हौसला दिइराख्थे। तिनै भावना भोगाई यथार्थको सन्मान हो यो आजको पुस्तक आमाको आँखा भनेर यहाँहरू समक्ष आएको छ। आजको व्यस्त समयलाई मध्यनजर गरेर मैले लघुकथा आमाको आँखा लेखेको हो। यो कागज र मसीको मात्र मिलन होइन, यो मुटुको एउटा मेरो जीवित टुक्रा हो। मेरो यो आजको मात्र यात्रा होइन। कक्षा 8मा पढ्दादेखि नै
अक्षरसँग मेरो गहिरो प्रेम बसेको थियो। घरमा यो बिग्रिन्छ भनेर धेरै गाली पनि खाएँ। तर साहित्यप्रतिको भोक यस्तो थियो कि म राति लुकेर कविता र कथा पढ्थेँ। बिहान सिरको खोलभित्र किताब लुकाएर पटाएर जस्ताको तस्तै राखिदिन्थेँ। ती लुकाएका किताबहरू नै आज मेरो पहिचान भएर बढेर यहाँहरूको सामु आएको छ। 2051 सालको जमलको भित्ते पत्रिकाबाट सुरु भएको मेरो लेखन यात्रा आज 26 वर्षमा आइपुगेछ। 2057 सालदेखि स्पेस टाइमबाट सुरु भएको मेरो व्यावसायिक लेखनको यात्रामा हिमालयन टाइम्स, राजधानी, नागरिक, कान्तिपुर हुँदै गोरखापत्रसम्म आइपुग्दा मैले धेरै भोगाइहरूलाई अक्षरमा उतार्ने प्रयास गरेँ। आज लोकार्पण भएको एक कृति आमाको आँखा जन्मनुको पछाडि एउटा विशेष भावुक कथा छ। 12 वर्ष अघि मेरो छोरा उठिदेऊ। मेरो छोरा सुक्रेजन दाहालको एउटा सानो कुराले मलाई गहिरोसँग छोयो र मैले लघुकथा लेख्न सुरु गरेँ। तर त्यही समयमा दुर्भाग्य भनौँ के भनौँ, मेरो स्कुटर दुर्घटना भयो र मेरो दाहिने हात भाँचियो। शरीरमा पीडा थियो तर मनमा सिर्जनाको ज्वाराभाटा उम्लिरहेको थियो। दाहिने हातले लेख्न नसकेपछि मैले पाण्डुलिपि पनि ल्याएको छु। देब्रे हातले लेख्न सुरु गरेँ र लगभग 32 वटा कथा मैले देब्रे हातले लेखेँ र 10 वटा कथा मात्रै मैले दाहिने हातले लेखेको। आज यी अक्षरहरू पुस्तकको रूपमा यहाँहरूको हातमा पुग्दा मलाई लाग्छ समर्पण भयो भने असम्भव भन्ने कुरा केही पनि छैन। असम्भव भन्ने शब्दकोशमा चाहिने भएर मात्रै राख्नु परेको हो। यो यात्रामा मलाई साथ दिने धेरै हातहरू छन्। पाण्डुलिपि फर्किएर बसेको बेला मलाई झकझकाउने मेरा प्रिय मित्र कवि तथा पत्रकार ठाकुर बेलबासे र नेपाल प्रेस.com का प्रधान सम्पादक मातृका पौडेल हुनुहुन्छ। त्यसै गरी पुस्तकको मर्म बुझेर भूमिका लेखिदिने आदरणीय मनका धनी शालीन व्यक्तित्व वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ रोदनज्यू, त्यसै गरी अति नै हाँसी राख्ने हौसला प्रदानदेखि जस्तो लाग्ने अनुहार हेरम लाग्ने आदरणीय दाजु तुलसी हरि कोइरालाज्यूले मेरो पुस्तकको मर्म बुझेर भूमिका लेखिदिनु भयो। म उहाँहरूलाई नमन गर्न चाहन्छु। त्यसै गरी यस पुस्तक आउनमा राजेन्द्र दाई, नवराज बजगाई र यो भित्र प्रकाशन परिवारलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। र यस कृतिमाथि आफ्नो स्नेही समीक्षा राखिदिने मेरा प्रिय आत्मीय कसरी सम्बोधन गर्नु प्रिय दुवैजनालाई, यी साथीहरू अनुपमा रेग्मी र सुमन घिमिरे वर्षालाई पनि एकदम मुटुभरि माया र आजको यस गरिमामय मेरो खुसीको क्षणमा प्रमुख अतिथि जुन आफ्नो समयको व्यस्ततामा पनि आउनुभयो मेरो प्रिय गुरु अशेष मल्लज्यूलाई पनि म नमन गर्न चाहन्छु। सबैभन्दा महत्त्वपूर्ण कुरा, आज यो हलमा हामीलाई सुन्न र मेरो सृजनालाई आशीर्वाद दिन पाल्नुभएका सम्पूर्ण आदरणीय महानुभावहरू, साथीहरू, आफन्तजनहरू, प्रिय मेरी बहिनी भुपी लगायतका अरू मेरा प्यारा बहिनीहरू सबैलाई मुटुभरि माया। त्यसै गरी यहाँ उपस्थित आदरणीय सबै महानुभावहरूमा सप्रेम माया, सम्मान र म नमन गर्न चाहन्छु। म लेख्न बस्दा कहिल्यै मलाई डिस्टर्ब नगर्ने मेरो प्यारा छोरा सुक्रिजन दाहाल र मेरा हरेक कार्यमा साथ दिने मेरा जीवन साथी सुरज दाहाल प्रति हार्दिक धन्यवाद।
यो हल उपलब्ध गराइदिनु हुने क्याम्पस प्रशासन र आदरणीय गुरुआमा विमला नेपालज्यूलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अन्त्यमा यदि हजुर जीवन, समाज, परिवार, पैसा, आफन्त, परिश्रम र हराउँदै गएको मानवीयताको सुगन्ध महसुस गर्न चाहनुहुन्छ भने आमाको आँखा एकपटक अवश्य पढ्नुहोला। म त पढ्न सक्दिनँ, मलाई थोरै पेला हुन्छ त किताब पढ्दा। र म एउटा हजुरलाई सत्य घटना पनि भन्छु। यहाँ आउँछ होला भनेर मैले आश गरेको थिएँ। मैले सुमन वर्षाको सुन्न पाइनँ, मेरो इन्ट्री भएर बाहिर गएँ, सरी प्रिय, म क्षमा माग्न चाहन्छु। मैले रेकर्ड गर्न लागेको छु, पक्कै पनि सुन्नेछु। र आदरणीय मेरा व्यक्तित्वहरूबाट आउँछ होला। यो जेन्जी आन्दोलन हुनुभन्दा मैले एक वर्ष अगाडि मातृभूमि, पहिला डाक्टर साहब लेखेको थिएँ, शीर्षक चेन्ज गरेँ, मातृभूमि लेखेँ। जे लेखेँ मैले त्यही जेन्जी आन्दोलन भयो। र म अहिले बढी कल्पनाशील हुन्छु भनेर मेरो घरको श्रीमानले भन्नुहुन्छ, कतै तिमीलाई राँची लान पर्ला है, धेरै कल्पना नगर भन्नुहुन्छ। अब त्यो मेरो कमजोरी पनि होला, बढी कल्पना गर्नु, त्यही भएर कहिले काहीँ टाउको पनि हुन्छ। र म हजुरलाई भन्छु, मैले लेखेको कविता कथा होइन, अब हुने 20 वर्ष पछाडि जे हुन्छ यो संसार नेपालमा त्यही कथा मैले लेखेको छु। एकचोटि पक्कै पढ्नुहोला। मलाई विश्वास छ हजुरले यो पुस्तकमा गरेको लगानीलाई मेरो शब्द र भावनाले पक्कै ल्याइ गर्नेछ। मेरो साहित्यिक यात्रामा यहाँहरूले देखाउनु भएको यो सद्भाव, उपस्थिति मेरो लागि सबैभन्दा ठुलो पुरस्कार हो। भनिन्छ एउटा असल पुस्तक पढ्नु भनेको 100 जना असल साथीहरूको सङ्गत गर्नु जस्तै हो। यो पुस्तक सादा कथाहरूको सङ्गाला हो, तर यसमा समेटिएको सन्देश विशाल छ। पढेर आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोला। यहाँहरूको साथ, सहयोग र समर्थन आगामी दिनमा पनि यसै गरी पाइराखौँ। धेरै महत्त्वपूर्ण महानुभावहरू आउनु भएको छ। यो साहित्यिक कार्यक्रम हो, हामीले मन दिन सकेनौँ, यसको लागि म व्यक्तिगत तर्फबाट धेरै क्षमा माग्न चाहन्छु। पुनः एकपटक यहाँ उपस्थित सम्पूर्ण आत्मीय मनहरूमा नमन, सप्रेम माया र हार्दिक सम्मान गर्दै यहाँ उपस्थित सबैजनालाई फेरि मेरो मुटुभरिको माया र धन्यवाद। यहाँले दिनुभएको समय र माया म सधैँ मेरो हृदयमा सजाइराख्नेछु भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्ते। धन्यवाद सुभाजी। मैले अघि नै भने यहाँ अलि बढी मुटुको कुरा छ, साँच्चै मुटुकै कुरा भयो, मस्तिष्कको कुरा लेखनमा सही थियो, अलिक भावनात्मक हुनुभयो, त्यसका लागि पनि हार्दिक आभार। भावनात्मक नै भइन्छ, किनभने स्रष्टालाई यो बिचमा कृति आइपुगुन्जेलसम्मको धेरै लामो कुराहरू चाहिँ छेल्नुपर्छ। ती सबै झलाइहरूबाट आज यो कृति विमोचन भएको छ। म एकचोटि फेरि शिव अधिकारीज्यूलाई हार्दिक बधाई तथा पुस्तक अझ परिचित होस् सबैसम्म, त्यसका लागि शुभकामना व्यक्त गर्छु। अब हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। म आजका विशिष्ट अतिथि आदरणीय साहित्यकार, निबन्धकार, संस्थाहरू मार्फत सबैसँग साहित्यकारसँग जोडिने एउटा असल व्यक्तित्व, शालीन व्यक्तित्व आदरणीय श्री श्रेष्ठ रोदनज्यूलाई म शुभकामना मन्तव्यको लागि हार्दिक आग्रह गर्छु। धन्यवाद श्री बाबुजी, कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, कृतिकार शोभा अधिकारीज्यू, मञ्चमा आसीन र उपस्थित सम्पूर्ण साहित्यकारज्यूहरूमा मेरो हार्दिक अभिवादन छ। सबैभन्दा पहिला शोभा अधिकारीजीलाई बधाई छ। पहिलो पुस्तककारका रूपमा आफूलाई सार्वजनिक गर्न पाउनु सामान्य कुरो होइन। हुन त मैले आफ्नो कुरो
यसभित्र भएका लघुकथाहरूको बारेमा आफ्नो धारणा राखिसकेको छु। मैले केही भन्नु पर्दैन, थोरै मात्र भन्छु। अघि उहाँले जेनजी आन्दोलनको कुरा गर्नुभयो। धेरै लघुकथाहरू, यसभित्र भएका धेरै लघुकथाहरू परिकल्पना गरिएका भन्दा नजिकबाट भोग्नु भएको अथवा आत्मसात गर्नुभएका घटनाहरूलाई लघुकथा बनाइएको छ र परिकल्पना यस्तो फरक ढङ्गले गर्नुभएको छ। त्यस हिसाबले सामान्यतया लेखकहरू द्रष्टा त हुन्छन् नै। उहाँ चाहिँ नि जेनजी आन्दोलनको एउटा घटना मात्र होइन, अरू घटनाहरू, अरू सन्दर्भहरू पनि सांकेतिक रूपमा उहाँले यस लघुकथा सङ्ग्रहभित्र प्रस्तुत गर्नुभएको छ। त्यस हिसाबले उहाँको दूरदृष्टि प्रशंसनीय छ। लामो समय राजनीति गर्नुभयो, तर राजनीतिमा बज्ने तालीले एकैछिन मात्र मजा आउँछ। साहित्यमा बज्ने तालीले लामो समयसम्म हृदयमा एउटा गुन्जन दिइरहन्छ। धेरै नेताहरू, धेरै स्रष्टाहरू नेता हुनुभयो। ती नेताहरू, तिनीहरूको परिचय नेताबाट हट्न साथै पद र कुर्सीबाट हट्न साथ हटे र तिनीहरू फेरि फर्किएर फेरि साहित्यको मञ्चहरूमा नै आएर कविता सुन्न, लघुकथा सुन्न र भन्नलाई भनेर त्यो हार्दिकता कमाउन रहर गरेका हामीले यसो हिसाब गऱ्यौँ भने धेरै नेताहरू हुनुहुन्छ। राजनीति नगर्ने होइन, अहिले विगतमा भएको जस्तो राजनीति नेतागिरी गर्ने अनि हरेक पटक चाहिने छानबिनमा पर्ने, कुर्सीबाट ओर्लिन साथै अपहरण पर्ने त्रासको राजनीति, पद र कुर्सीको राजनीति गर्नुभन्दा आफ्नो ब्रह्मले देखेको र कम्तीमा कसैलाई सुख दिन सकेन भने पनि आफू चाहिँ सन्तुष्ट हुन्छ। सृजनाले अरू कसैलाई सन्तुष्ट दिएन, पुरस्कार पाएन, बिकेन भने पनि चित्त दुखाउनु पर्दैन। किनभने स्वान्त सुखाएको लागि, आफूले आफैलाई बुझ्नको लागि अहिले युरोप अमेरिकामा ध्यान गरेर, योगा गरेर लाखौँ लाख खर्च गरिरहेका छन् भने हामीले रुचि गरेको क्षेत्र, हार्दिक क्षेत्रमा सिर्जना गरेर सुखी हुनु मलाई लाग्छ योभन्दा ठुलो थेरापी, योभन्दा शान्ति, योभन्दा ठुलो कमाइ केही हुँदैन भनेको जस्तो लाग्छ। त्यस हिसाबले शोभाजी पहिलो पुस्तक लिएर सार्वजनिक हुनुभएको छ। मलाई लाग्छ अब उहाँ यो कमाई, यो उपलब्धि, यो मित्रता, यो हार्दिकता र यो विश्वास यो थोरै समयमा उहाँले धेरै कमाउनु भएको छ। त्यसबाट निकै हौसिनु भएको छ। यो बाटो भोलि मन्त्री भए पनि के भए पनि यो बाटो, यो यात्रा बिर्सनु हुने छैन भन्ने मैले विश्वास गरेको छु। हार्दिक शुभकामना। निकै संक्षिप्तमा उहाँले शुभकामना व्यक्त गर्नुभयो। त्यसका लागि आदरणीय श्री श्रेष्ठ रोदनज्यूलाई हार्दिक आभार व्यक्त गर्छु। अब आज यस गरिमामय सभाका प्रमुख अतिथि, नेपाली कविताका धरोहर, नेपाली नाटकका विशिष्ट व्यक्तित्व आदरणीय अशेष मल्लज्यूलाई प्रमुख अतिथिको आसनबाट आफ्नो मन्तव्य राखिदिन हार्दिक आग्रह गर्छु। देवी तथा सज्जनजी, सबभन्दा पहिले त म शोभा अधिकारीलाई विशेष बधाई दिन चाहन्छु।
आज नेपाली साहित्यको भण्डारमा एउटा कृति थपियो। अनि यो यहाँ बस्दाखेरि म जहिले पनि अस्ति उतै बसेर म छटपटिएको अनुभव गर्छु। अनि हुने भए सदनबाट 3 मिनटभन्दा बढी बोल्यो भने चाहिँ कारबाही गर्नेछ भन्ने एउटा विधेयक पास गर्ने मन छ। के अरे अब सबै छटपटेर थाल्नु भएको छ, यसलाई अब एकदम चाँडै गरौँ। यो उहाँको लघुकथाको बारेमा प्रशस्त चर्चा भइसक्यो, त्यसबारे फेरि चर्चा गर्नु म चाहन्न, किनभने मैले पढेको पनि छैन। तर यो अहिले यता 1 दशकदेखि हाम्रो नेपाली साहित्यमा लघुकथा सबभन्दा बढी चर्चा भएको विधा नै लघुकथा हो र सबभन्दा बढी उर्वर विधा पनि यही जस्तो लाग्छ। यसको रुट कज हुन्छ नि, त्यो रुट कज चाहिँ हाम्रो श्रीहरू तुलसी भाइहरू हुन्। किनभने लघुकथा समाजले यो लघुकथालाई इस्ट्याब्लिस गर्छ, यो ठुलो कुरा हो। र म चाहिँ के भन्छु भने यो चाहे लघुकथा होस्, चाहे कविता होस्, चाहे नाटक होस्, चाहे पेन्टिङ होस्, सिनेमा होस्, यो सबै आर्टकै विधाहरू हुन्। हामी सबै संसारका जति मान्छेहरू छौँ हामी सबै स्टोरी टेलर हौँ। कथा भनेदेखि हामीसँग सबैसँग कथा छ र त्यो कथालाई कसरी भन्ने मात्रै प्रश्न हो। र यो चाहिँ अनि म बारम्बार भन्ने गर्छु कि यो कला भनेको के हो? कला भनेको एउटै चिज हो, हाम्रो एक्सप्रेसन, के अरे इमोसनको एक्सप्रेसन, हाम्रो भावको प्रकटीकरण, अरू केही पनि होइन। हामीसँग भाव छ, त्यसलाई प्रकट गर्ने। हामी सबैसँग भाव छ, सबैसँग कथा छ। र अहिले शोभा बहिनीले कस्तो मार्मिक कुरा कि अहिले रगतको आँसुले लेखेँ भन्नु भने त्यो भाव छ, भावलाई प्रकट गरिदिनु भयो उहाँले। र यो भाव भन्ने कुरो चाहिँ कस्तो रहेछ भने हामी अहिले नै विचार गरौँ, सबैसँग भाव छ। यो भावको न रूप छ, न रङ्ग छ, न भाषा छ। अनि जब बाहिर आएपछि एउटा सङ्गीतकारको भाव बाहिर आएपछि सङ्गीतको लयमा व्यक्त हुन्छ। एउटा चित्रकारको चाहिँ मनमा भाव उत्पन्न भएपछि रङहरू क्यानभासमा उसले चित्र बनाइदिन्छ। एउटा साहित्यकारले त्यो भाव बाहिर आएपछि कविता कथामा चाहिँ व्यक्त गर्छ। एउटा अभिनेताले त्यही भाव आएपछि अभिनय गर्छ। आखिरमा रुट कज भनेको भित्र स्रोत भनेको त त्यही भाव नै हो, इमोसन हो, अरू केही पनि होइन। हामीसँग सबैसँग छ र हामीले प्रयास गऱ्यो भने त्यो लेख्न सकिन्छ। र सबभन्दा तागत भनेको चाहिँ के हो कलाको भने यसले डिप्रेसनहरू बचाउँछ, एन्जाइटीबाट बचाउँछ। यो त्यस्तो तागतदार चिज हो। र यो हामी सबैले प्रयास गरेर हामी सबै कथाकार हुन्छौँ। तर प्रश्न कहाँनिर छ भने यसमा एक चिज चाहिँ छ, त्यो कला, सौन्दर्य। व्यक्त त गर्छौँ, लेख्छौँ होइन, यो किताबहरू थुप्रै छन्। अहिले प्रश्न किताब छापिनु होइन, प्रश्न पाठकको अभाव हो। त्यो एउटा ठुलो भोलिदेखि यो कहाँ कसले झोलाभित्र पस्दै हामी बाँच्छौँ नि हामीहरू, त्यो स्थिति नहोस्, त्यो एउटा ठुलो च्यालेन्ज हो हामीमा। र त्यसै कारणले अब हाम्रो च्यालेन्ज भनेको त एआई अगाडि छ नि, एआईले लेखिदिन्छ सबै कुराहरू, त्यहाँ पनि चुनौती छ। त्यो चाहिँ अब लेख्दाखेरि या चाहिँ मञ्चन गर्दाखेरि पनि या गीत गाउँदा पनि त्यो जुन कला भन्ने तत्त्व छ, त्यो कला तत्त्व चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ। यहाँ म अस्ति हाम्रो यहाँ सर्वनाम थिएटरमा हामीले आर्ट ग्यालेरी ल्याएका छौँ कि, अनि त्यहाँ एब्स्ट्रेक्ट पेन्टिङहरू हुन्छ, अमूर्त कलाहरू। अनि हाम्रो आफू चाहिँ नबुझ्ने कविता लेख्छन् तर कविहरू बुझ्दैन भन्छ कि। अनि विद्वानहरू बौद्धिक मान्छेहरू आउँदा पनि के चित्र बुझ्दैन भन्छ। यो एकदम विडम्बनावली हो। अनि एउटा हाम्रो कलाकारको नातिनी सानो बच्ची आइन् ग्यालेरीभित्र छिरेपछि, हो एब्स्ट्रेक्ट पेन्टिङ आई लाइक इट भन्यो कि सानो बच्ची। यो पक्कै नेपालमा पढेको, यो कहाँ पढेको, यो युनिट्समा पढेको त्यो भनेपछि त्यो त स्कुलिङको कुरा हो नि। र हामीले पनि यो कलामा चाहे कथामा हो जेमा त्यसलाई कसरी प्रकट गर्ने, त्यो सौन्दर्य तत्त्वको बारेमा चाहिँ एउटा व्यापक छलफल हुनुपर्छ। व्यापक अब गाउँकथा समाजले यसमा चाहिँ जिम्मा दियोस्। अब बढी बोल्यो भने पनि 3 मिनटभन्दा बढ्दा बोल्न हुन्न। यो मलाई यहाँ आज यो
यो चाहिँ विशिष्ट कार्यक्रम भन्दा प्रेमी कार्यक्रम चाहिँ हाम्रो चाहिँ स्वभावले म पनि यही पढाउँथेँ होइन पहिला रिटायर गरेँ योसँग भावनात्मक सम्बन्ध छ अब उहाँहरूको हाम्रो छोरी समाज होइन यो आज एउटा किताब लेख्नु एउटा गौरवको कुरा हो तर अब अर्को कविता के छ थाहा छैन मलाई समीक्षकहरूले पनि यो कुराहरू भनिदिनुपर्छ राम्रो राम्रो मात्रै भन्नु हुन्न होइन यो एउटै कुरालाई याद गर्दा एस्थेटिक भन्ने हुन्छ नि सौन्दर्य तत्त्वले नै एउटा म लास्टमा भन्छु अस्कर अवार्ड पाइन्छ नि अस्कर अवार्ड यो साउथ यतातिर एसियाले पाउँदै पाउँथ्यो अहिले पाउनु थालेको छ चाइनाले पायो कोरियाले पायो अस्कर अवार्डको जुरीहरूले के भन्छन् भने यो कुन क्यामेराले खिच्यो हामी त्यो हेर्दैनौँ यसको रुट यसको चाहिँ के अरे यसको कुन भावमा यो लेखिएको छ त्यो चाहिँ महत्त्वपूर्ण कुरा भनेर भनिन्छ कि त्यस कारणले त्यो कुरालाई हामीले ख्याल गरेर अबदेखि लेख्नु थालौँ। धन्यवाद। धन्यवाद आदरणीय आशिष दाई। अनि प्रमुख अतिथिको आसनबाट भव्य मन्तव्य राख्नुभयो म त्यसका लागि हार्दिक आभार व्यक्त गर्छु। कार्यक्रम अलिकति लामो त भयो तर म धेरै लामो भनिहाल्न सक्दिनँ। सबैभन्दा मलाई आज खुसी लागेको यहाँ जति उपस्थित हुनुभयो यो अवधिसम्म एकदमै मौन रहिदिनु भयो, चुपचाप बसिदिनु भयो, एकदम प्राज्ञिक सभा हो। त्यसका लागि उद्घोषकका सबभन्दा खुसी लाग्ने कुरा त्यही हो। म यहाँहरू सबैलाई मेरो तर्फबाट नम्र आभार व्यक्त गर्छु। मैले कस्तो भने कसरी जोडेँ त्यो मेरा कवि कमजोरी भयो भने यहाँले क्षमा गरिदिनुहुन्छ। त्यो बौद्धिक सभाबाट पक्कै त्यो म क्षमा पनि पाउनेछु। म त्यसको लागि याचना पनि गर्छु। म आजको कार्यक्रम उद्घोषणका तर्फबाट मैले गरेका सबै कमी कमजोरी यहाँहरूलाई क्षमा माग्दै म श्री बाबु कार्की बिदा माग्छु। त्योभन्दा अगाडि यस सभाका सभाध्यक्ष आदरणीय तुलसी हरि कोइरालालाई आफ्नो मन्तव्यसहित सभा विसर्जनको लागि हार्दिक आग्रह गर्छु। हस्, नमस्कार। लोककथा समाज नेपालद्वारा आयोजित यस विशिष्ट समारोहका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, वक्ता लोककथा आमाको आँखामाथि समीक्षात्मक मन्तव्य राख्नुहुने विदुषीद्वय यस क्याम्पसका सहायक क्याम्पस प्रमुख विमला म्याम र यहाँ प्रेक्षालयमा उपस्थित हुनुभएका आफ्नो क्षेत्रका विशिष्ट व्यक्तित्व साहित्यकारजीहरू, लौकथा प्रेमी सम्पूर्णमा एकमुष्ट हार्दिक नमन व्यक्त गर्दछु। लौकथा समाजको निम्तोमा यहाँहरूले जुन किसिमको उपस्थिति जनाइदिनु भयो हामी कृतार्थ छौँ। बिदाको दिन यसै पनि 3-4वटा कार्यक्रम भइरहेका हुन्छन्। अघि केही समय अघिसम्म हाम्रा कुर्सी भरिभराउ थिए, ठाउँ नपुगेर उपस्थित उभिनु परेको पनि अवस्था थियो। तर अर्को कार्यक्रममा पनि पुग्नुपर्ने हतारको कारण केही कुर्सी खाली भएका छन्। लौकथा समाजको कार्यक्रम सुरु भएपछि 1 देखि 1.5 घन्टा कटाउँदै नकटाउने हाम्रो यसभन्दा अगाडिको जुन परम्परा हो आज थोरै परम्परा भत्किएको छ। हामी लगभग 2 घन्टाको अवधितिर लाग्यौँ आज। त्यस्तै केही कारणले अलिकति लम्बिन गयो र अब म नल्याउने पक्षमा छैन। यसै पनि सभापतिले लामो बोल्ने पनि होइन। तर लौकथा समाज 2065 सालमा स्थापना भएपछि लौकथाको उन्नयनमा लागिरहेका छौँ निरन्तर। लौकथा समाजले केही पुरस्कार र सम्मानहरू पनि स्थापना गरेको छ। पहिलो लौकथा सङ्ग्रह प्रकाशनमा ल्याउने व्यक्तित्व उमाप्रसाद ब्राह्मणको नाममा लौकथा समाजले उमाप्रसाद ब्राह्मण लौकथा सम्मान स्थापना गरेको छ। यसै गरी कथासँग पनि जोडिएर हामीले काम गरेका छौँ। कथाका क्षेत्रमा पनि धनमान तथा पुरस्कार
सावित्री केशर कथा पुरस्कार खण्ड 2 का स्थापना गरेका छौँ। लघुकथामा बाटुली खेलदोज लघुकथा पुरस्कार, धनमान लघुकथा पुरस्कार र यसरी हामीले 5 वटा पुरस्कार र सम्मानहरू पनि वर्षेनी अर्पण गर्दै आएका छौँ। यसो गर्नु भनेको लघुकथा जुन किसिमले ओझेलमा 50 को दशकसम्म ओझेलमा पढिरहेको थियो, 30 को दशकमा थोरै मात्र जागरण आएको लघुकथा 50 को दशकमा आएर शिथिल बनेको अवस्थामा 60 को दशकपछि अलिक जागरण आएको छ। 2007 सालमा पहिलो सङ्ग्रह प्रकाशन भएर पनि 50 सालसम्म आइपुग्दा जम्मा 17 वटा मात्र सङ्ग्रह प्रकाशनमा आएको र त्यसमा 3 जना मात्र महिला लघुकथाकारका सङ्ग्रह प्रकाश आएका थिए। शशिकला शर्मा उसको सुरुवाल, 2019 सालमा पहिलो सङ्ग्रह प्रकाशनमा आएको हो। त्यसैगरी 34 सालमा अनिता तुलावरको ठुलो लघुकथा सङ्ग्रह र 2050 सालमा भागीरथी श्रेष्ठको रङ्गीन पोखरी नामक लघुकथा सङ्ग्रह प्रकाशनमा आएका थिए। भागीरथी दिदीको दोस्रो लघुकथा सङ्ग्रह केही अघि मात्रै अघिल्लो महिना लघुकथा समाजले नै पानीको अर्थ विमोचन गर्ने अवसर पायो र अब पछिल्लो समयमा आएर लगभग यो सबैतिर राजनीतिक क्षेत्रमा पनि अन्यत्र पनि 33% को कुरा आएको छ। लघुकथा लेखनमा पनि 33% जस्तै नारी लघुकथाकारहरू देखिन थाल्नु भएको छ। यो निश्चय खुसीको कुरा हो र अब यो बढ्दै गएर 50% मा आओस् भन्ने लघुकथा समाजको कामना पनि छ। अब लघुकथा समाजले यस्तै किसिमका कार्यक्रमहरू गर्दै आएको यहाँलाई विदितै छ। यहाँ आजका प्रमुख अतिथि अशेष मल्लजी हुनुहुन्छ। यतिले मात्रै लघुकथा समाजको काम पुगेन, तपाईँहरूले अझै केही नयाँ गर्नु पर्यो भनेर भच्काइराख्नु भएको छ। अस्ति मात्रै पनि एकचोटि उहाँसँग सल्लाह भएको छ। लघुकथालाई मञ्चनमा उतार्ने जमर्कोमा पनि हामी लाग्ने प्रयास गरिरहेका छौँ। अहिले यो छोटा सिनेमा, मोबाइलबाट खिचिएका छोटा सिनेमाहरूको पनि एउटा निकै ठुलो बजार जस्तै विस्तृत भइसकेको छ। लघुकथालाई त्यतातिर पनि लाभ सकिन्छ कि भनेर हामी छलफल गरिरहेका छौँ। आगामी दिनमा अवश्य पनि केही हामी गर्नेछौँ र अब एउटा लघुकथा वाचन गरेर आजको सभालाई म विसर्जन गर्नेछु। लघुकथाको शीर्षक हो व्रत। मलाई अफिस जान ढिला भयो। रश्मिले हतार श्रीमानलाई खाना पक्रियाई, घर धन्दा, मठ मन्दिर, घुमघाम, आफन्त पाहुनाका लागि सम्मान, बालबच्चाको स्याहार सुसार गर्दैमा झमक्क साँझ पर्यो। सफल दाम्पत्य जीवन, सुखीमय घर परिवार र बच्चाहरूको उज्जवल भविष्यको कामना सहित साँझको बत्ती बाली घत्रक्क गेट बज्यो। साथीका श्रीमानहरू कति स्मार्ट छन्। उनीहरूका जोडी जे कुरामा पनि फिट छन्। आफ्नो भने रूढिवादी बढी, मेरो त कर्मै यस्तो, के गर्ने, त्यही भएर पिउन मन लाग्छ। श्रीमानको आज पनि पुरानो भाषण सुनि मैले जस्तो अन्याय, अत्याचार, दमन, घरेलु हिंसा सहेर परिवारको खुसी माग्दै व्रत बस्ने अरू महिला पनि होला नि त। पीडा सहँदै व्रत बस्दा सुख शान्ति होला भन्ने सोच्ने, तर मलाई त कहिल्यै सुख शान्ति भएन। आमाले सबै सम्झाउनुहुन्थ्यो, श्रीमानलाई भगवान सम्झेर सेवा सत्कार माया र मान सम्मान गर, वरदान पाइन्छ। तर मलाई रक्षा गर्ने र आशीर्वाद दिने भगवान मेरो जीवनमा फेल भइसक्यो। आजदेखि म पनि व्रतसँगै धार्मिक क्रान्ति सुरु गर्छु। बसेको ठाउँबाट जुरुक्क उठी श्रीमानले सजाएको घरको बारको सोकेसबाट बोतल झिकी र 1 गिलास वाइन पिएर व्रत साङ्गे गए।
श्रीमतीको आधुनिक क्रियाकलाप चाहने श्रीमान उसको व्रतको साङ्गे देखेर नाजमरा भए। त्यो व्रत शीर्षकको लघुकथा आमाको आँखाबाट मैले वाचन गरेँ। यसलाई बाहिर राखिएको छ, थोरै मूल्य पनि राखिएको छ कि जस्तो लागेको छ मलाई। त्यो के छ भने बाहिर र चियापान गरेर मात्र यहाँबाट बिदा हुनको लागि म हार्दिक अनुरोध गर्दै यो सभा विसर्जन भएको घोषणा गर्दछु।